जयमसी जयमसी मैले सुने त्यही कारण म साउन्ड पनि चेक गर्दैछु। तपाईँलाई राम्रो सुन्दै हुनुहुन्छ? हजुर राम्रो सुन्दै हुनुहुन्छ? अलिकति ओके। मैले सुनिनँ भने चाहिँ म कत्रो बोल्छु थाहा हुँदैन र विशेष गरिकन है आदरणीय पास्टर बाबुलाई धन्यवाद दिन चाहन्छु। यहाँहरूले हामीलाई निमन्त्रणा दिनुभयो अनि हामी यस ठाउँमा छौँ अनि धेरै वर्षदेखि केन्समा आइराखेका छौँ अनि देखिराखेको छु। केन्सको वृद्धि पनि देखेको छु, केन्सको घटी कमी पनि देखेको छु। थुप्रो कुरालाई है थुप्रै कुरालाई देखिराखेको छु। सायद तपाईँले पनि हामीलाई देखिराख्नु भएको छ र एउटा कुरा भन्न चाहन्छु, प्रभुको ऋतुमा प्रभुको समयमा हामी केन्समा छौँ। आमेन। म के कुराको विश्वास गर्छु भनेदेखिलाई प्रभुले जुन ऋतुभित्र हामीलाई यस ठाउँमा ल्याउनु भएको छ, प्रभुले शक्तिशाली कार्यलाई गर्न चाहनुहुन्छ। एकजनाले पनि कुरा बुझेन, बुझ्नेले आमेन भन्थ्यो, नबुझ्नेले कफीको मगलाई हेर्थ्यो, को आएर को गयो हेर्थ्यो। हामी त्यति हेर्न आएको हौ। सुन्नुहोस्, अलिक म छुच्चा छु, किनभने हामी जुन सेवकाई गर्छौँ हामी मान्छेलाई बनाउने कार्य गर्छौँ। आओस् र जाओस् भन्ने हेतुले काम गर्दैनौँ, तर बनिकन प्रभुको राज्यमा अग्रसर बनिकन अगाडि बढोस् भन्ने सेवकाई गर्छौँ। त्यसले गर्दाखेरि राम्रो सुन्नुहोस्, ध्यान दिनुहोस् र के बोल्दैछ सँगसँग बोल्नुहोस्। नेपाली त बुझ्नुहुन्छ सबजनाले होइन कि नेपाली टु इङ्ग्लिस अनुवादक पनि राख्नुपर्छ? बुझ्नुहुन्छ? बुझ्नुहुन्छ नि? राम्रो। नेपालमा बोलेर आएको हो नि त हौ। हजुर अब राम्रो नबुझ्ने जस्तो नहुनुहोस्। सायद यङ जेनेरेसनलाई चुनौती होला, तर पनि बुझ्छ, मलाई थाहा छ। तर ध्यान दिएर सुन्नुहोस्, यो 2 दिनभित्र प्रभुले राख्नु भएको नियतिका कुराहरूलाई, डेस्टिनीका कुराहरूलाई यस ठाउँमा पवित्र आत्माले ल्याउन चाहनुहुन्छ। एकछिन आँखालाई बन्द गरौँ अनि प्रार्थना गर्न थालौँ। आँखालाई बन्द गरौँ अनि म बिन्ती गर्छु, अघिदेखि म एउटा कुरालाई फिल गरिरहेको छु, यस ठाउँमा येशू ख्रीष्टको रगतको चर्चालाई गरौँ। एकछिन मुख गरिकन येशू ख्रीष्टको रगत तपाईँको जीवनमा, यो बग्दै गरेको हावामा, तपाईँको फ्यामिलीमा ख्रीष्टको रगतलाई एकछिन लगाउन थाल्नुहोस्। म बिन्ती गर्छु, मुख खोलिकन हामी प्रार्थना गर्न थालौँ। येशू ख्रीष्ट, यो बग्दै गरेको हावालाई म ख्रीष्टको रगत लाउँदैछु। यो अडिटोरियमले, यो हललाई, यहाँनिर भएको चेयर्सलाई, जे जति छन् ख्रीष्टको रगत लाउँदैछु। बाबु तपाईँको नियन्त्रण यति बेला माग्दैछु। पिता, पुत्र, पवित्र आत्मा, म तपाईँलाई स्वागत गर्छु। यति बेला तपाईँको नियन्त्रण यस ठाउँमा रहेको, तपाईँको जीवन अनि शक्तिका कुराहरू बग्न थालेको, तपाईँको महिमाका कुराहरू प्रकट हुन थालेको, भत्किने कुराहरू भत्किन थाल्नुपर्छ। बन्धनका जुवाहरू येशू ख्रीष्टको नाम रगतमा टुक्रा टुक्रा भएको, शैतानिक शक्तिहरू येशू ख्रीष्टको नाम रगतमा हटेर गएको होस्। पवित्र आत्मा, म यो कुराका प्रार्थना गर्छु, तपाईँको उद्देश्य, तपाईँको जीवन, तपाईँको शक्ति, तपाईँको सामर्थ्यका कुराहरू प्रकट भएको होस् अनि तपाईँको महिमा भएको होस्। प्रभु, म तपाईँको रगत लिन्छु। यो ठाउँलाई, यो केन्सको भूमिलाई म तपाईँको रगत लगाइकन भन्छु, स्वतन्त्र भइजाऊ। ख्रीष्टको रगतमा स्वतन्त्र भइजाऊ। ए केन्स, तेरो उद्धार आउँदैछ। ए केन्स, तेरो छुटकारा आउँदैछ। ए केन्स, तमा भएको श्रापको ज्वारा भाँचिँदैछ। ए केन्स, तैँले ख्रीष्टको महिमालाई देख्दैछस्, किनभने तेरो दिन चाहिँ नजिक आइसकेको छ। तेरो दुलहा आउँदै हुनुहुन्छ, उहाँको महिमाले त फेरि पनि ढाकिनेछस्। तमा गरेको प्रतिज्ञा, तमा गरेको अगमबानीका कुराहरू यस भूमिमा अब पुर्याउनेछ। ए बग्दै गरेको हावा स्वतन्त्र भइन्छ येशू ख्रीष्टको रगतमा। ए पानीका मुहान ख्रीष्टको रगत लाउँछ, स्वतन्त्र भइन्छ। ए वातावरणमा ख्रीष्टको रगत लाउँदैछ, स्वतन्त्र भइन्छ। ए माटो, म तँलाई ख्रीष्टको रगत लाउँदैछु, पूर्ण स्वतन्त्र भइछ। तमा बोलेको श्राप, तमा गरेको अधर्मका कुराहरू ख्रीष्टको रगतमा यतिलाई मेटाइ माग्दैछ। तमा गरेको तन्त्र मन्त्र, तमा गरेको हरेक दुष्टाइका कुराहरूलाई ख्रीष्टको रगतमा यति बेला म स्वतन्त्र तुल्याउँछु। खोली, तमा गरेको जति पनि तन्त्र मन्त्र छ, म बत्ती 18 वर्ष दाबी गर्दा खोल्दैछु। खोली 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 खोली, पूर्ण स्वतन्त्र भइछ, पूर्ण स्वतन्त्र भइछ, पूर्ण स्वतन्त्र भइछ। यो साउँ, यो आकाशमा यो बाँधेको हरेक कुरालाई म खोल्दैछु येशू ख्रीष्टको नाम रगतमा। 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 पूर्ण स्वतन्त्र, पूर्ण स्वतन्त्र, पूर्ण स्वतन्त्र, पूर्ण स्वतन्त्र। आत्मामा एउटा यस्ता व्यक्तिलाई यस ठाउँमा देखिरहेको छ। तपाईँको नि घिच्रो भने बाँधेको जस्तो भइरहेको छ। इनफ्याक्ट त्यो चाहिँ तपाईँको लाइफलाई पवित्र आत्मा प्रभुले मलाई देख्नु दिँदै हुनुहुन्छ। कस्तो लाइफ तपाईँको छ भनेदेखिलाई तपाईँ नि एउटा नि सर्कलमा घुम्दै हुनुहुन्छ।
तपाईँ जहाँबाट सुरु भयो त्यो पोइन्टमा आएर जहिले पनि एभ्री टाइम एन्ड हुन्छ अनि तपाईँलाई यो कुरा भएछ के हो मेरो लाइफ चाहिँ घुमेको छ के हो म यो पोइन्टदेखि अर्को पोइन्टमा यो एरियादेखि अर्को एरियामा यो आशिषदेखि म अर्को आशिषभित्र म छिर्न सकिनँ थुप्रो कुरा तपाईँको जीवनमा छ अहिले पनि तपाईँलाई यति साह्रो शरीर हेभी भइरहेको छ अनि तपाईँलाई भइरहेको छ तपाईँ सेवामा त हुनुहुन्छ तर म कहाँ छु के हो तपाईँले राम्रो प्रकारले बुझ्नु भएको छ तपाईँको कान बन्द भएको जस्तै केही कुराले तपाईँलाई थिचेको जस्तो भइरहेको छ तर पवित्र आत्मा यो कुरा भन्नुहुन्छ म तँलाई स्वतन्त्र दिन चाहन्छु के तेरो भागमा स्वतन्त्र चाहियो प्रभुले सोध्दै हुनुहुन्छ यदि तपाईँ त्यो व्यक्ति हुनुहुन्छ भनेदेखिलाई तपाईँलाई लागेको छ आज मेरो समय हो मेरो जीवनमा यो कुरा लागेको छ मेरो जीवनमा यो कुरा भइरहेको छ म मेरो जीवनमा त्यो स्वतन्त्रलाई उपभोग गर्न चाहन्छु म मेरो जीवनमा त्यो विजयलाई ल्याउन चाहन्छु म मेरो जीवनमा त्यो छुटकारालाई त्यो शक्तिलाई त्यो सामर्थ्यलाई चाहिँ आफ्नो बनाउन चाहन्छु तपाईँ भन्नुहुन्छ भने तपाईँ आफ्नो ठाउँमा उठ्नुहोस् जो व्यक्तिलाई स्ट्रगल भएछ ओके मैले तपाईँलाई देखेँ यस्तो खालको शक्तिलाई देखिरहेको छु बरी प्रभुले विजयले ल्याउँदै हुनुहुन्छ ओ रबा खारामा साखा तालाबा रिदिनी मिहिजिक्रोहको तोरोबो खातालामा हाकाताराबा याकेति रिहेकेतिरि मिहिजाका तालाबा कोरोमो शाखाति रिहेकेतिरि मिहिन्दिरि यासा पुरा स्वतन्त्र तिम्रो जीवनको हरेक रोकेको कुरा नि समय नि तिमीलाई यो भाग छ टाइम चाहिँ तिम्रो निम्ति रोक्यो भनेकन तर पवित्र आत्मा यो कुरा भन्नुहुन्छ तेरो समय चाहिँ फेरि पनि सुरु भइरहेको छ तेरो समयलाई चाहिँ म फेरि पनि सुरु गरिराखेको छु अनि जुन स्वतन्त्र जुन विजय जुन शक्ति तेरो जीवनको भाग थियो त्यो भागलाई म तेरो जीवनमा खोल्दैछु त्यो विजय अनि शक्तिको कुराहरू म तेरो जीवनमा ल्याउँदैछु भने पवित्र आत्मा भन्नुहुन्छ पवित्र आत्मा यो कुरा भन्नुहुन्छ यो स्वतन्त्रतालाई लिए विश्राम आइज रेस्टमा आइज पूरा ओ यस लर्ड म देख्दैछु भाइ त्यो कुरा भत्किराखेको छ पवित्र आत्मा यो कुरा भन्नुहुन्छ तैँले स्ट्रगल गरिराखेको छस् तैँले भन्छस् तैँले जुन कुरालाई पुस गरिराखेको छस् तर त्यो कुरालाई नहेर्न मैले जुन कुरालाई तँलाई दिइराखेको छु जुन कुरासम्म तेरो जीवनमा गर्न लागेको छु जुन कुरा चाहिँ तेरो जीवनमा हुन लाग्छ त्यो कुरालाई हेर नि त चाहिँ त्यही ठाउँमा त्यही अनुभवमा त्यही कुरामा रहन पर्दैन मेरो विजय मेरो शक्ति मेरो सामर्थ्य अनि मेरो महिमाका कुराहरू म तेरो निम्ति प्रकट गरिदिन्छु त्यो विजय अनि शक्तिको कुराहरू चाहिँ म तेरो निम्ति खोल्दैछु भनेर पवित्र आत्मा भन्नु सच्चै पवित्र आत्मा यजमानको जीवनमा त्यो विजयलाई खोल्दैछु आत्मामा यस्तो व्यक्तिलाई देखिरहेको छ जुन व्यक्ति चाहिँ नि यस्तो प्रकारले रित्तेको छ त्यो एम्प्टीनेसले यस्तो प्रकारले भरिराखेको छ तपाईँलाई भइराखेको छ थुप्रो कुराको त्यो रित्तोपन तपाईँको जीवनमा चलिराखेको छ तपाईँले भन्दै हुनुहुन्छ कसले चाहिँ मेरो जीवनलाई भरिदिन्छ कहिले चाहिँ मेरो जीवनमा त्यो स्वतन्त्र हुन्छ कहिले चाहिँ मेरो जीवनमा त्यो कुरा पुरा हुन्छ भनेर त्यो समयलाई तपाईँले कुरिराखेको छ हेरिराखेको छ वेट गरिराखेको छ तर पवित्र आत्मा यो कुरा भन्नुहुन्छ के तेरो समयलाई म सुरु गर्ने म जीवित येशू ख्रीष्ट तेरो पक्षमा छुइन र यदि तैँले आज तेरो जीवनमा छुन दिन चाहन्छस् म तेरो जीवनमा राखेको त्यो समयलाई म त्यो नचलेको हरेक कुरालाई म चल्ने बनाइदिन्छु त्यो जुन चाहिँ ठाउँमा त रित्तेको छस् म त्यो कुरालाई म पुरा गर्छु भनेर पवित्र आत्मा भन्नुहुन्छ तपाईँ त्यो व्यक्तिले उठ्न सुट गरिकन हो मैले देखेँ त्यो समय रोकेको कुरामा हो लर्ड हालेलुया यस लर्ड पवित्र आत्मा यो कुरा तेरो जीवनमा राखेको कुरा छ ठुलो कुरा जुन दर चाहिँ त थुप्रो मान्छेको भनाइ अनि थुप्रो कुराले गलिस् तर म फेरि पनि स्वतन्त्र लिएर आउँदैछु म फेरि पनि रमाटा लिएर आउँदैछु तेरो जीवनमा म फेरि पनि त्यो शक्तिलाई म तेरो जीवनमा फर्का लिएर आउँदैछु कहिले भन्छस् मैले बोल्दा बोल्दै कुरालाई बिर्सिन्छु त्यो समय कहिले किन सुरु भएन तर पवित्र आत्मा यो कुरा भन्छ म तेरो जीवनमा त्यो विजयको दैलोलाई मैले खोलिसकेको छु अब त्यो कुरा मैले देख्छस् अझै पवित्र आत्मा प्रभुका दासको जीवनको त्यो अनोइन्टिङलाई यो 27 को अभिषेकलाई बोल्दैछु आज जस्तो जुवाहरू तर महिमा भित्र चेर्न सक्नु अहिले त्यो विजय आउँदैछ त्यो विजयको प्रभुलाई म यस बिचमा देखिरहेको छु त्यो शक्तिको कुरालाई म यस बिचमा देखिरहेको छु
भत्केको जुन कुरा चाहिँ रोकेको छ त्यो कुरालाई म बताउँदैछु प्रभु म यति बेला त्यो विषयलाई शान्तिलाई खोल्दैछु त्यो शक्तिलाई खोल्दैछु त्यो भरभरीको खोल्दैछु मेरो शरीर मेरो विश्रामभित्र आइछ तैँले त्यो कुरालाई देख्छस् तैँले त्यो कुरालाई देख्छस् तैँले देख्छस् तैँले जुन चाहिँ कुरा गुमाइस् म तेरो जीवनमा सबै कुरा फिर्ता लिएर आउँदैछु यो समय तेरो जीवनमा चाहिँ फिर्ता आउने समय हो यो समय चाहिँ तेरो जीवनमा बोलेका कुरा पुरा हुने समय यो समय चाहिँ तेरो जीवनमा राखेको हरेक कुरालाई म पुरा गरिदिनेछु नि तैँले त्यो कुरालाई देख्छस् भनेर पवित्र आत्मा भन्नुहोस् प्रभु यसैको जीवनमा त्यो विषयलाई शक्तिलाई तपाईँ यस्ता व्यक्ति हुनुहुन्छ तपाईँको युरिनरी क्यानलमा नि गल ब्लडरमा समस्या छ अनि त्यो गल ब्लडरमा समस्या भएको कारणले गर्दाखेरि नि तपाईँको हाड दुख्ने तपाईँको जीवनमा थुप्रो कुराहरू समस्या भइरहेको छ सायद ढुङ्गा जस्तो या केही कुरा छ जसले चाहिँ तपाईँको जीवनलाई सताइरहेको छ अनि तपाईँको नि त्यो तपाईँको जीवनमा नि नपचेको डाइजेस्ट नहुने खानेकुराहरूलाई तपाईँको जीवनमा त्यो समस्या भइरहेको छ तर प्रभु यो कुरा भन्नुहुन्छ म तँलाई निको पार्न चाहन्छु म तँलाई छुटकारा ल्याउन चाहन्छु को त्यो व्यक्ति हुनुहुन्छ छिटो गरेर उठ्नुहोस् तपाईँलाई यो कुरा भइरहेको छ तपाईँको जीवनमा त्यो समस्या छ यस प्रभुको विजय आइरहेको छ नरोकिनुहोस् हामी यही प्रेजेन्सभित्र बसौँ एकछिन यो उपस्थितिभित्र बसौँ तपाईँ जति पनि शरीरमा रोगीहरू हुनुहुन्छ भने छिट्ट गरेर अगाडिनुहोस् घुँडा दुख्दैछ तपाईँको जे पनि समस्या तपाईँ छिट्ट गरेर अगाडिनुहोस् शरीरमा बिरामीहरू हुनुहुन्छ भने छिट्ट गरेर अगाडि छिटाउनुहोस् छिटाउनुहोस् अगाडि
खोल्दैछु तैँले ल्याएको हरेक कष्टलाई म खोल्दैछु तैँले ल्याएको हरेक शक्तिलाई म ख्रिस्टको नाउँमा रगतमा टुक्रा टुक्रा पार्दैछु 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 छोडिदे 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 Yesus Kristus nama berkata, 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 Yesus Kristus nama berkata. Soride, 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 soride. Niski, 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 niski. Satu nyata, Yesus nama berkata, aku Yesus, Yesus. Hati, hati. Zulus, 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 Zulus. Aku kanyang, aku kanyang, aku kanyang. Juara tukra tukra lagi. Lukai niski, niski, niski. Hut. Pura santi, pura, pura santi, pura, 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 pura. यस्तो व्यक्तिलाई यहाँनिर देखिरहेको छ आत्मामा तपाईँको घरमा यति साह्रो लडाइँ भइरहेको छ त्यो कन्फ्लिक्ट चाहिँ के छ भनेदेखिलाई के हो विषय छ भनेदेखिलाई द्वन्द्वको विचार नमिलेको एकले अर्कालाई रोक्ने अनि जुन कुराले गर्दाखेरि नि तपाईँ नि अगाडि बढ्नु न सक्नु भएको छैन एउटा केही कुरा गरौँ तपाईँको ढाडमा बाँधेर नि तपाईँले हिँड्नु लागेको छ कुदाएको लागेको जस्तो भइरहेको छ तर पवित्र आत्मा यो कुरा भन्छ के म तँलाई स्वतन्त्र दिन सक्छु के त स्वतन्त्र चाहन्छस् तपाईँ त्यो व्यक्ति हो भने तपाईँले आफ्नो ठाउँमा उठ्नुहोस् म प्रार्थना गर्न चाहन्छु तपाईँ त्यो व्यक्ति हो भने तपाईँको घरनामा लडाइँ छ डेफिनेटली सायद तपाईँलाई यहाँनिर गाह्रो हुन्छ होला तपाईँको फ्यामिली म्याटर इन्टरनल इस्युजहरूको कुराहरू तर प्रभुको अगाडि देखा पर्नुहोस् भने प्रभुनुहोस् प्रभु म यहाँनिर छु तपाईँ त्यो व्यक्ति हुनुहुन्छ हात बताउनुहोस् म प्रार्थना गर्न चाहन्छु म प्रार्थना गर्दैछु तपाईँको लागि येशू म प्रार्थना गर्छु यो घरानामा छुटकारा आएको होस् म प्रार्थना गर्छु ज्वरो मान्छोस् म प्रार्थना गर्छु तपाईँको पूर्ण चङ्गाई जीवन शक्ति बगेको होस् म तपाईँको महिमा होस् प्रभु धन्यवाद तपाईँ यहाँनिर हुनुहुन्छ तपाईँ यहाँनिर हुनुहुन्छ तपाईँ यहाँनिर हुनुहुन्छ ओ लर्ड हालेलुया तपाईँ यहाँनिर हुनुहुन्छ अझै पवित्र आत्मा कार्य गरि नै रहनुहोस् यो प्रेजेन्स बढी नै रहेको होस् अन्त तपाईँको महिमा भएको होस् येशू ख्रिस्टको नाममा आमेन बस्न सक्नुहुन्छ मेरो प्रियहरू प्रभुको उपस्थिति छ यस ठाउँमा प्रभुको शक्ति बगिरहेको छ प्रभुको सामर्थ छ प्रभुको भरपुरीको कुराहरू छ यो प्रेजेन्समा नै बसिरहनुहोस् येशू ख्रीष्ट पहिलोचोटि आउनुभयो यस पृथ्वीमा मान्छेलाई बचाउनका निम्ति मान्छेको जीवनमा मलाई एउटा उयो दिनु नि यो स्ट्यान्ड मुनि आउन चाहन्छु ताकि मलाई सजिलो होस् तपाईँलाई हेरेर बोल्न चाहन्छु नजिकमा थ्याङ्क यू यो कसको प्रभु यस पृथ्वीमा आउनुभयो मलाई बिस्तारै पछाडि लगेर पछाडि राखिदिनु त बिस्तारै ओके थ्याङ्क यू प्रभु यस पृथ्वीमा आउनुभयो पहिलोचोटि उहाँको पहिलो आगमन म मान्छे बनिकन यस पृथ्वीमा राम्रो सुन्नुहोस् प्रभुले मलाई आज बिहानी जे कुरा बोल्न लाउँदै हुनुहुन्छ म त्यो कुरालाई बोल्दैछु भोलिदेखि आजको दिन त्यस कुरामा बिल्ड हुँदै जान्छ भोलिको दिन हामी तपाईँलाई लास्टमा प्रार्थना पनि गर्न लागेका छौँ ध्यान दिएर सुन्नुहोस् प्रत्येक सेसन इम्पोर्टेन्ट छ प्रभुले जुन कुरालाई ल्याउँदै हुनुहुन्छ त्यो समयभित्र अब छिर्ने कुरा हामी गर्न लागेका छौँ कराएर आमेन भन्नुहोस् न
प्रभु पहिलोचोटि आउनुभयो यस पृथ्वीमा। जब उहाँले आउँदै गर्दाखेरि उहाँको उद्देश्य चाहिँ यो थियो कि परमेश्वरको योजनालाई यस पृथ्वी पुरा गर्नु, पापमय संसारबाट मानिसलाई पापको स्वभावदेखि मुक्त गरिदिनु। अनि उहाँले उद्धार कमाइदिनु भयो, पक्का हो, हामीले पायौँ, सित्तैको उद्धार पायौँ। उहाँ आउनुभयो, पवित्र आत्मा है उहाँले पठाउनु भयो, उहाँ जानुभयो, पवित्र आत्मा आयो, प्रेरितको 2 अध्यायमा हामी भर्यौँ। अनि चर्चको जन्म भयो, एपोस्टोलिक मुभ सुरु भयो, शक्तिशाली सेवकाई जन्मन थाले पृथ्वीभरि। आजको दिनको मण्डली, थुप्रो नाम, थुप्रो कुरा, थुप्रो औदा भन्ने कुराहरू जन्मन थाले, बनिन थाले, सबै कुरा भए। उहाँ जानुभयो, उहाँ गएको गर्नु भएन। उहाँले जानुभन्दा अगाडि एउटा प्रतिज्ञा लगाउनु भएको थियो। के भन्नुभएको थियो? के भन्नुभएको थियो? हजुर, पवित्र आत्मा म पठाउँछु। पक्का हो, पवित्र आत्मा पठाउनु भयो। त्यहाँदेखि उहाँ गएको गर्नुहुन्छ, उहाँ फेरि लिन आउँदै हुनुहुन्छ। उहाँ फेरि लिन आउँदै हुनुहुन्छ। चर्च एकछिन यहाँ मलाई हेर्नु नि, उहाँ फेरि लिन आउँदै हुनुहुन्छ। केन्सको चर्च गुड न्युज चाहिँ यो, उहाँ फेरि लिनको निम्ति आउँदै हुनुहुन्छ। उहाँ फेरि लिनको निम्ति आउँदै हुनुहुन्छ। जुन चाहिँ कुरा चाहिँ मैले अहिले अदृश्यको प्रोग्राममा प्रार्थना गर्दैछु, तर एक दिन चाहिँ आम्ने सामने दृश्य हुन्छ, त्यो प्रभु चाहिँ लिनको निम्ति आउँदै हुनुहुन्छ। कतिको एक्साइटेड हुनुहुन्छ? त्यो प्रभु लिन आउँदै हुनुहुन्छ, होइन पास्टर? म एक्साइटेड छौँ। त्यो प्रभु लिन आउँदै हुनुहुन्छ। यस पृथ्वीको नि पीडा, कष्ट, भनाइ सबै कुराको अन्त हुन लागेको छ। रोग अन्त हुन लागेको छ, लडाइँ अन्त हुन लागेको छ, अपु घटी कमीको अन्त हुन लागेको छ। सुन्नुहोस् है, आज म तपाईँलाई शक्तिशाली खबर भन्दैछु। सबै कुराको अन्त हुन लागेको छ। छोराछोरीहरू जुन चाहिँ तिमीहरूले भन्छ मेरो जीवनमा टेम्पटेसन छ, मलाई यो कुराले टेम्प्ट गर्छ, म यो कुरा गर्न चाहन्छु, त्यो कुरा गरी पठाउँछु, त्यो हेर्न चाहन्छु, त्यो कुरा हेर्छु, तर समय आउँदैछ त्यो कुरा नि अब हारमा परिवर्तन हुन लागेको छ। किनभने सिद्ध येशू ख्रीष्ट देखा पर्न लागेको छ। करार आमेन भन्नुहोस् मेरो प्रियहरू। आमेन, आमेन। सिद्ध प्रभु देखा पर्न लागेको छ। म किन चाहिँ सेवकाई गर्छु भनेदेखिलाई नि मलाई मजा लागेको कुरा छ। म त्यो प्रभुलाई देख्न लागेको छ। अब त्यो प्रभुसँग भेट हुने समयभित्र अब छिर्दैछु। त्यो समयभित्र छिर्दैछु। लडाइँ अन्त हुँदैछ, त्यसमा भुलिरहन चाहदिनँ। परिवारको लडन त, अपु घटी कमी, चुनौती, समय छैन, त्यो कुरामा रहिरहन चाहदिनँ। किनभने नि अब नि देखा पर्न लागेको छ। अब देखा पर्न लागेको छ। अब देखा पर्न लागेको छ। जुन दिन चाहिँ दानियलले कुरा भन्दै गरेको कुरा छ नि, मेरो समयमा नि पुरा हुन लागेको छ। आमेन, 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 आमेन। जवान छोराछोरीहरू देखा पर्न लागेको छ। चर्च देखा पर्न लागेको छ। र बुझ्नु नि, यदि चर्चले तपाईँले आजको सेवालाई नि यदि यो कुरालाई बुझ्नु भएको छैन भने यो चाहिँ प्रोग्राम हो। त्यहाँ तपाईँले प्रोग्राम गर्नुहुन्छ, यो पालि है गरौँला, अर्को पालि गरौँ, यति राखौँ, यति डलरलाई बचाउँ। त्यहाँदेखि तपाईँले पनि झर्छ, यस्तै अस्ति सेवाको भाइ के भयो अन्त? त्यहाँदेखि फेरि तपाईँको बेहोरा जाँदैन, तपाईँ झगडा पर्छ, तपाईँ ठुस्किन्छ। त्यहाँदेखि नि सेवकलाई लगाउँछ पनि, उसले गर्दाखेरि सेवा आयो, के भयो? फल्नाले प्रार्थना गर्दा के भयो? बेहोरा चाहिँ जस्तोको तस्तै थियो नि त। राम्रो सुन्नुहोस् मेरो प्रियहरू, राम्रो सुन्नुहोस्, राम्रो सुन्नुहोस्। परिवर्तन भएन। त्यो नि प्राणको क्षेत्र नि मान्छेलाई नि हाम्रो हरेक कुरा छ नि, ती इमोसनको क्षेत्रभित्र नि डुलिरहेको छ क्रिस्चियनहरू। आज यहाँ चोट लागेको घरि निको हुनुपर्ने, फेरि चोट लागेको फेरि हो, अरे म त यस्तो देखेको छु नि, प्रभुले मलाई देखायो। तुरै जस्तो, तुरै भन्दा नि बेसी कराएर रुयो, बेहोरा जस्तोको तस्तै। चर्च आयो, सेवा गयो, बेहोरा जस्तोको तस्तै। सुन्नुहोस् है, अब त्यो टाइम होइन। सुन्नुहोस्, त्यो टाइम थियो, त्यो टाइम थियो। त्यसमा चर्च अल्झिनु हुँदैन, सेवकहरू अल्झिनु हुँदैन। चर्च एउटा नि ठहराएको समयमा नि हरेक कुरा नि अब पुरा हुने समयभित्र अब हामी छिर्दैछौँ। अबको 2:3 पदलाई सट्टै है यो पछाडि पनि लगाउनु भयो भने साथ अरूले पनि पढ्छ होला है। अब कतिजनालाई जवानहरूलाई हबकुब त कहाँ छ फेरि? हबकुब 2:3 यसले लेखेको छ, किनकि प्रकाश ठहरेको समयमा पुरा हुनलाई पर्खिरहनेछ, त्यसले अन्तको विषयमा बताउँछ र झुटो ठहरिने छैन। त्यो ढिलो भए तापनि त्यसले प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पुरा हुनेछ, त्यसले ढिलो गर्ने छैन।
उहाँले जुन प्रतिज्ञा गर्नुभयो, जुन कुरा बोलिएको छ यस पृथ्वीमा अगमवक्ताद्वारा, समयद्वारा बोलिएको छ, पवित्र आत्मा प्रभुले उहाँले यो कुरा भन्दैछ, त्यो चाहिँ ढिलो भए तापनि ठहराएको समयमा जुन कुरा तोकेको छ, एपोइन्टेड टाइममा त्यो कुरा चाहिँ निश्चय नै पुरा हुन लागेको छ। अनि थुप्रो कुरा पुरा हुँदैछ यस पृथ्वीमा। अहिले यो टाइममा के हुँदैछ? इराक इजरायलको वारको कुराहरू हामी सुन्छौँ, रसिया र युक्रेनको वारको कुराहरू सुन्छौँ। अनि खाडी मुलुकहरूले सम्झिरहेको थियो है, दुबई त यति साह्रो शान्तिको देश हो, मजा आउँछ। दुबईमा जाँदाखेरि के कुरालाई नि त्यो सरकारले बुझाउने कोसिस गर्छ भनेर क्राइम रेट चाहिँ 0 छ। तर इरानको मिसाइल गरेर आउँदाखेरि नि सुरक्षाको ढाल गयो। मेरो छोरी एयरपोर्टमा थियो अरे त्यो दिन है, मेरो दाजुको छोरी भतिजी काम गर्छ एयरलाइन्समा। अनि उसले मलाई भन्दै थियो, काका त्यो दिन म ड्युटीमा थिएँ, तर मलाई थाहा थियो, त्यसले मजाको कुरा भने मलाई, म प्रार्थना गर्दै थिएँ, मलाई ड्युटीमा बोलाएको थियो त्यो दिन। अनि त्यो दिन ड्युटीमा बोलाएको बेलामा नि त्यो मिसाइल चाहिँ नि त्यसैको काउन्टरको अलिकति पर झरेको अरे। अनि उसले भन्दै थियो, डरलाग्दो हल्लियो बिल्डिङ, डरलाग्दो हल्लियो, मान्छेहरू अत्तालियो। तर त्यसले चाहिँ नि त्यहाँनिर प्रेग्नेन्ट वुमनहरूलाई रेस्क्यु गरिदिएछ। अनि भन्दै थियो, मैले चाहिँ त्यहाँनिर सेवा पुऱ्याउँदै थिएँ, मलाई मजा लाग्यो। सुन्नुहोस् है, संसारले नि जहाँनिर शान्ति छ, मजा छ भन्छ नि एक दिन हल्लिन्छ। अस्ट्रेलियामा भुइँचालो आउँदैन भन्छ, एक दिन भुइँचालो आउँछ मेरो प्रियहरू। किनभने मत्ती 24 अध्याय चाहिँ फेरि अस्ट्रेलियालाई होइन होला नि त फेरि, होइन पास्टर हो, आउँछ भुइँचालो। तपाईँलाई भन्नुहुन्छ होला नि यहाँ भुइँचालो आउँदैन, हामी त सेफ ठाउँमा छ, के कारण घर कच्चा छ, त्यही कारण तपाईँको घर छिट्टो लड्छ। त्यो बोर्डको बनाएको घर त हो हजुर, बाहिरमा त इँटा त लड्छ, खाँबा त छैन, रडै हालेको सबै देखेको। तपाईँहरूको चाहिँ हाम्रो चाहिँ प्रिन्ट लेभलबाट नि प्रिन्ट बिमबाट उठाएको तपाईँको घर चाहिँ। हामी चाहिँ त्यसरी बनाउँदा हामी झन् गहिरो बनाउँछौँ। म चाहिँ कन्स्ट्रक्सन गर्ने मान्छे हो, तपाईँको त माथि मात्रै हो, टिङ्रिङ्गा यो ठाउँ सबै कुरा लड्छ। तपाईँले भन्दै हुनुहुन्छ यो ठाउँमा म बसाएको $1 मिलियन इन्भेस्ट गरेको छु, छोड्ने समय आउँदैछ मेरो प्रियहरू। त्यो भन्दा नि महिमाको देशमा सर्ने समय आउँदैछ। अब कहाँको भिजा लागोस् भन्नुहोस् त, तपाईँको माथिको, कहाँको पासपोर्ट पाओस् माथिको, यहाँको होइन। कुनै देश ठिक छैन, कुनै देशमा कष्टविहीन होइन, कुनै देशमा चुनौती रहित छैन। संसारको धेरै देशमा हिँड्ने जाने सेवाकाई पुर्याउने प्रभुले अनुरोध गरिदिनु भयो। एउटा कुरा थाहा पाए, पीडा चाहिँ पनि छ, कष्ट चाहिँ पनि छ, अपुग चाहिँ पनि छ, रोग चाहिँ पनि छ, समस्या चाहिँ पनि छ। तर एउटै मात्र ठाउँमा छैन जहाँ आनन्द अनि आनन्द छ, त्यो छ स्वर्गमा। आमेन। सो हामी यस कारण सेवाकाईमा छौँ। आज नि यो सेवाकाई नि तपाईँको मनमा भइरहेको होला, आमा यत्रो टाढोबाट बोलाएर मान्छेलाई खर्च गरेर के गरेको। गुड न्युज भन्दा यो संसारमा किन्दा पाउँदैन, यो संसारमा किन्दा पाउँदैन, यो संसारमा खोज्दा भेटाउँदैन। यो चाहिँ अलौकिक कुरा हो। प्रभुले जुन चाहिँ कुरा ल्याउँदैछ ठहराएको समयमा सम्पूर्ण कुरा नि पुरा हुन लागेको छ। बाइबलले यसो भन्छ, हिब्रू 10:37 यसरी भन्छ, पढ्नुपर्ने त थुप्रो कुरा, तर म सरसर एक दुईवटा कुरा पढ्छु, किनभने मैले बोल्ने आज गहिरो कुरा छ। किनकि अबको 21 आउनुहुनेछ, आउनु नै हुनेछ, बिहालो गर्नु हुने छैन। अब 21 हिब्रूको लेखकले साह्रो शक्तिशाली कुरा गर्दैछ, अब आउने चाहिँ आउँछै आउँछ, उहाँले ढिलो गर्नुहुन्न भनेको छ। यदि तपाईँले नि बाइबल पढ्नु हो भनेदेखिलाई नि दुईटा व्यक्तिको कुरालाई म पहिला सट्टै भन्न चाहन्छु। जब बक्तिस्मा दिने योहन्नाले नि बक्तिस्मा दिइरहेको थिए यीशु प्रभु भन्दा अलिकति जेठो अगाडि, यीशु प्रभु भन्दा अलिक अगाडि, मलाकीदेखि नि मत्तीको किताबसम्म नि साइलेन्ट पिरियड 400 इयर्सको भाइ, साइलेन्ट पिरियड 400 इयर्सको, 400 वर्ष नि आत्माको कुराहरू सुनेको थिएन। सुन्नुहोस् है, तर 400 वर्ष पछाडि अचानक प्रफेट नि जन्मियो, अचानक प्रफेट जन्मियो। अनि त्यो अगमवक्ताले के भन्दैछ, पश्चातापको नि बक्तिस्मा दिँदैछ। अनि उहाँले के भन्यो, वंशरुचु रुखको कहाँ परेको छ, फेदमा परेको छ, काटेर ढालिन आँटेको छ। अनि उहाँले नि समयको नि सकिने कुरालाई, अन्तिम दिनको कुरालाई बोलिरहेको छ। जब यीशु प्रभुले सेवाकाई गर्नुभयो, उहाँले के भन्नुभयो, स्वर्गको राज्य नजिक आएको छ। सुन्नुहोस् है, नजिक आएको छ। म यीशु ख्रीष्टबाट
32 दिनले के भने म त्यो कुरालाई तपाईँलाई रिमाइन्ड गराउँदैछु। स्वर्गको राज्य नजिक आएको छ। यीशु ख्रीष्टले जब सेवकाई गर्न लाग्नुभयो उहाँले नि पहिलो सप्ताहमा स्वर्गको राज्य नजिक आएको छ है। त्यो दिनदेखि स्वर्गको राज्य नजिक आएको भनेको मोर देन 2026 इयर्स भइसक्यो। तर हामीलाई के भइरहेछ? अत्तो न पत्तो। स्वर्गको राज्य नजिक आएको छ, बेहोरा परिवर्तन हुनु छैन। स्वर्गको राज्य नजिक आएको छ, लाइफ स्टाइल परिवर्तन हुनु छैन। स्वर्गको राज्य नजिक आएको छ है, नम्र हुनु छैन। स्वर्गको राज्य नजिक आएको छ, हृदय परिवर्तन हुनु छैन। स्वर्गको राज्य नजिक आइसक्यो है, विचार परिवर्तन हुन सकेको छैन। स्वर्गको राज्य नजिक आइसक्यो, वचनलाई पुरा गर्ने कुरामा अगाडि बढ्नु सकिरहेको छैन। स्वर्गको राज्य नजिक आइसक्यो, पवित्र आत्माले के कुरा भन्दैछ म त्यो कुरालाई पुरा गर्नुपर्छ भन्ने ठाउँमा आइपुग्नु सकिरहेको छ। स्वर्गको राज्य नजिक आइसक्यो, घरनाहरू नि ख्रीष्टको नजिक आइपुग्नु राख्नु सकेको छैन। स्वर्गको राज्य नजिक आइसक्यो, बाउ आमा बाँच्नु न छोड्दैन, बुढाबुढी बाँच्नु न छोड्दैन। काम भनेपछि नि बुट्टी नै बाँधेको छ। स्वर्गको राज्य नजिक आइसक्यो, आओस् मलाई फरक नै पर्दैन भनेको जस्तो हुन्छ कोही बेला। सुन्नुहोस् है, जब जब यो देशमा आएपछि नि वचन पनि रुड बोल्नु पर्ने छ हामीलाई। किन भन्नुहोस् त, खेतर मान्छेलाई देख्दाखेरि आज अनेस्ट भनेर जान्छु, अर्को पालि नबोलाउनुहोस्। म चाहिँ यहाँ 2 खेप यही चर्चमा आएर भनिसकेँ, नबोलाउँदा नि हुन्छ। जुन अफिस प्रभुले मलाई दिनुभएको छ, आज त्यो अफिसमा प्रोफेटिक अफिसमा उभिँदैछु र तपाईँलाई वार्न गर्न चाहन्छु। लाइफलाई नि यस्तो प्रकारले नजिउनुहोस्, यस्तो प्रकारले नजिउनुहोस्। स्पिकर त तपाईँले जस्तो बोलाउँदैछ, जोकरलाई बोलाउँदा नि हुन्छ, हँसाइदिन्छ, मजा आउँछ। भुँडी पल्टिदियो अनि को आउँछ, रुन्छ, रुएर बोल्छ, रोएकै यस्तो रुवायो, कोही रुनी, हँसाउने स्पिकर, रुने स्पिकर है। तपाईँलाई सिधा भन्ने स्पिकर आयो चाहिँ तितो हुन्छ फेरि। मलाई त्योसँग मतलब छैन। अस्ट्रेलिया 10-11 वर्ष आइसकेपछि देखिन्छ कि क्षमता पनि छ, आफै टिकट काटेर आउनु सक्ने, जानु सक्ने। प्रभुले त्यतिकै एबलको बनाएको छ मलाई। आज तपाईँलाई यो पनि भनिदिउँ, केही मतलबै छैन। ट्रुथ सुनेर बस्नुहोस्। आज तपाईँलाई ट्रुथ भनेर जान्छु 2 दिन। ट्रुथ चाहिँ यो, तपाईँ फर्किनुपर्छ। फर्किनुपर्छ, तपाईँ फर्किनुपर्छ, तपाईँ फर्किनुपर्छ, तपाईँ फर्किनुपर्छ। यदि फर्केन भने नि अब नि ढिलो हुन्छ मेरो प्रियहरू। मेबी नेक्स्ट इयर आउँछ कि आउँदैन के थाहा। मेबी नेक्स्ट वचन तपाईँकोमा आउँछ कि आउँदैन के थाहा। हामी त योसँग त बनाउँछ नि। म पनि हिजोअस्ति भर्खर 29 जोसा क्याम्प मिटिङ गरेर आएको। अनि के भन्दैछु, नेक्स्ट इयर चाहिँ नि 30 जोसा क्याम्प मिटिङ। 30 वर्ष अब सेवकाईमा लाग्दैछु। तर के त्यो 30 वर्ष नि मनाउनु पाउँछु कि पाउँदैन मलाई थाहा छैन। मलाई थाहा छैन मेरो प्रियहरू। अब तपाईँलाई फेरि नि गुगलको नि के हेर्छ भन्नुहोस् त, अलिक डर लाग्यो भने हामीलाई सुसमाचार कहाँ पुग्यो कि पुगेन। तपाईँलाई आज म एउटा ट्रुथ भनिदिउँ, सुसमाचार त नि यो क्लिपिङ्सहरू हेरेर सुनेर पनि चेन्ज भइरहेछ। मिडियाले सुनिएन होला हौ, फल्ना आज्ञाले सुनेन होला, फल्ना त जङ्गलमा बस्छ, सुनेको छैन होला। उसले नि जुन मोबाइल चलाएको छ नि त्यहाँ सुसमाचार। एक दिन मलाई मनपर्छ, दुबईबाट सानो सिक्युरिटी बनिन्छ, नाम चाहिँ बिर्सिन्छु। अनि म पुगेपछि उसले मलाई यति साह्रो खातिरदारी गर्छ। अनि एक दिन उसले भन्दै थियो, तपाईँको एउटा सानो म्यासेज सुनेर म बाँचेको। अनि मैले सोध्दै थिएँ कसरी। अनि एक दिन उनी यति साह्रो कष्ट भएर सुसाइड गर्नको रेडी भयो। उसले डोरी झुन्डायो, टुललाई मुनि रेडी पारेछ, आफूलाई फाँसीमा झुन्डाउनको लागि, ह्याङ गर्नको लागि। तर त्यति बेला नि एकछिन नि चढ्नुभन्दा अगाडि चाहिँ मोबाइल हेरेछ। मोबाइलमा चाहिँ मैले बोलेको सानो त्यो क्लिपिङ्स काटेको हुन्छ नि त्यो थिएछ। अनि त्यो हेर्दाखेरि चाहिँ नि त्यहाँदेखि उसलाई लागेछ म अलिकति बसेर हेर्छु, एकछिनमा मर्छु, मर्नु हतार गर्दिनँ। त्यही टुलमै बसेर ऊ चाहिँ फेरि हेर्नु थाल्यो। हेर्दै हेर्दै उसको भकान छुट्यो, रुयो। त्यहाँदेखि उसले के छ उठेर उसले प्लान चेन्ज गर्यो, म मर्दिनँ। आज ऊ सेवा गरिरहेका छु, एकदम अगाडि बढिरहेको छु। मैले तपाईँलाई के भन्न चाहेको भनेलाई नि, यसरी नै प्रभुले विभिन्न तरिकाले काम गरिरहेको छ। हामी चाहिँ के भन्छौँ, त्यहाँनिर सुसमाचार पुगेको अनरिच पिपल ग्रुप। म पनि मिसनको ट्रेन गरेको, थुप्रो याद छ।
यो यहाँनिर यस्तो छ, यो ग्रुप यति छ, पुरा सम्झिँदाखेरि ढुक्क ठुलो लाग्छ, प्रभु आउँदैन होला, तर प्रभु चाहिँ नि चोर जस्तो आउँछु भनेको छ, नचिताएको समयमा आउँछु भनेको छ। कराएर आमेन भनिदिनुहोस् न हौ। हजुर, नचिताएको भनेको चाहिँ नि कहिले पनि एक्सपेक्ट नगरेको टाइममा टान गर्दा त प्रभु टिङ्गिङ दैलोमा त होइन, माथि बादलमा आउँछ बा, त्यहाँदेखि के हुन्छ, छोडे नि हौ, छोडे नि। म त काम ढिलो भएको थियो भन्यो भने गाडी दिएको थिएँ हो, अन्त त्यो दिन ट्राफिक पनि छैन, त्यो दिन ल पनि छैन, त्यो दिन के पनि छैन, त्यो दिन संसारभरि नि एउटै खबर हुन्छ होला, तर्सिरहेको मान्छे हराउन थाल्यो, ऱ्याप्चर सुरु हुन्छ, खतरा। फर्स्ट फ्रुट नि उठाइ लग्यो, अरूको के हुन्छ होला है। हिन्दी पिक्चर हो भने तेरा क्या होगा कालिया हुन्छ, फेरि गब्बरले तेरा क्या होगा कालिया, तल बस्नेहरूलाई। हजुर सुन्नुहोस् है, खतरा समय आउँदैछ, त्यस कारण फर्किनुहोस्, फर्किनुहोस्, सुधार्नुहोस् आफ्नो जीवनलाई। जबसम्म सुधार्नु हुन्न नि, यो लाइफ स्टाइलले चाहिँ तपाईँलाई लामो पुर्याउँदैन। क्रिस्चियन बुट्टी लगाएर नि या पास्टर भले गाडी दिन्छ, मलाई थाहा छ, हामीले कति गाडेको झुन्डे गरेर गाडिदिएको, वचन नबोलिकन प्रार्थना गरेर। स्वर्ग गएको त होइन, अन्त त्यो बेसी गर्नु पर्दैन, बक्स टक 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 बनाइदिएको हो, खाल्टा खनेर प्रार्थना गरेर लु कमकुम गाडेर एकछिन 5 मिनटमा सकिदिएको पनि, त्यस्तो फिनल पनि गरेको। पास्टर बले के गर्छ नि, त्यो गरेको नि रेस्ट एन्ड पिस तपाईँको क्रुसमा लेखेको छ, च्यानमा। इफिसी गर्ने 2 तिमोथी 4:6 पद लेखेर कहाँ स्वर्ग जान्छ त? पौलले पो दौड सिद्ध्याएको, तपाईँले कहाँ दौड सिद्ध्याएको? झुन्डेर मरेको तपाईँ, एउटा केटीको यादमा मरेको, मत्तु भएर मरेको, दौड सिद्ध्याएको हो। विश्वासलाई थामेर राखेको थियो त्यो मान्छेले। भर्स लेख्दा जाँदैन, म थुप्रोको च्यानमा जान्छु, पौलले बोलेको भर्स पनि लेखेको छ, उसको होइन। म तपाईँलाई यो कुरा भन्न चाहन्छु, तपाईँले बोलेको तपाईँको काम छ, तपाईँको पछि लागेको होस्, तपाईँको काम छ, तपाईँको पछि लागेको होस्, तपाईँको काम छ, तपाईँको पछि लागेको होस्। आमेन। देखा परोस् त्यो कुराहरू, त्यसले गर्दाखेरि नि तपाईँको जीवन चाहिँ परिवर्तन हुन्छ, क्रिस्चियन भएर हुँदैन। आज यो कुरा भन्न चाहन्छु, फर्किनुहोस्, पश्चाताप गर्नुहोस्। जब तपाईँ फर्किनुहुन्छ नि, तपाईँको जीवन पनि प्रभुले पूर्ण जागृत गर्नुहुन्छ, रेस्टोर गर्नुहुन्छ, तपाईँको जीवनलाई प्रभुले छुटकारा दिनुहुन्छ। भजनको किताब नि 85 को 6मा नि यसरी लेखेको छ, मलाई खुब मनपर्छ। के तपाईँको प्रजा तपाईँमा रमाउन् भनेर तपाईँले पूर्ण जागृत बनाउनुहुन्न? उहाँले नि मिठो कुरा भन्छ, तपाईँको प्रजा रमाउन् भनेर तपाईँले पूर्ण जागृत गर्नुहुन्छ। तपाईँको पापदेखि नि तपाईँको जीवन नि पीडामा मात्रै उहाँले राख्न चाहनुहुन्न, त्यो रमाटमा विजयमा नि चर्च वास्तवमा छिर्न सक्नुपर्छ। मेरो प्रियहरू, कराएर आमेन भन्नुहोस् न। आमेन, आमेन, आमेन। उहाँमा नि हामी रमाउनु पर्ने, उहाँमा नि पूर्ण जागृत भएर नि खडा भइसकेको हुनुपर्ने चर्च। यति बेला जब पनि हामी नि त्यो ठाउँमा आइपुग्छौँ नि, चर्च प्रभुले नि शक्तिशाली कार्यलाई नि चर्चभित्र गर्न थाल्नुहुन्छ। आज किन चाहिँ मान्छे नि अपसेट छ? किन चाहिँ मान्छे चाहिँ चर्च आउनु मन पराउँदैन? इनफ्याक्ट नट ओन्ली क्रिस्चियन्स, म अरूको कुरा पनि गर्छु। किन भन्नुहोस् त, अन्य मित्रहरू झन् किन आउनु मन पर्दैन? किनभने चर्चभित्र झगडा छ, चर्चभित्र पोलिटिक्स छ, चर्चभित्र नि है जात छुट्याउने चर्चभित्र नै छ, चर्चभित्र नै कुराउटे छ, चर्चभित्र नै अनेक कुरा छ। आज रियालिटी कुरा गर्दैछु। आज तपाईँको पास्टरले भन्ने तपाईँ आउँदैन, मलाई थाहा छ। यहाँ पास्टरले भन्यो भने दाउदाजुको चर्चमा जान्छ, यहाँ यता जान्छ। उहाँले भन्यो भने यहाँ पास्टरको चर्चमा जान्छ। विश्वासीलाई चाहिँ अप्सनै अप्सन छ नि त। यो त संसारको घर सरेको मात्रै, वल्लो घरको नरे पल्लो घरमा सरे। तर बेहोरा चाहिँ के थियो त? एज इट इज छ त। अन्त तपाईँ म त त्यो सर्नु होइन हौ, तपाईँले म त महिमामा म सर्नु पर्यो त। किनभने सेवकले त हाम्रो त अप्सनै छैन। लिडरहरूको मैले अलिकति गाली गरेँ भने अर्कोमा गइहाल्छ। के भन्छ, अरे अरूले माया माया गर्छ, बुझ्यो, अन्डरस्ट्यान्ड गर्छु, उनीहरू त थुक्पा पनि खानु लोग्यो भन्छ। थुक्पा खुवाएर स्वर्ग जाने भए त हुन्थ्यो नि त हौ। लुगा किनिदिएर स्वर्ग जाने भए त म पनि लुगा दोकानै खोलेर बस्थेँ बरु, सेवक नभएर। हुँदैन नि त। ट्रुथ कुरा गरिदिएको हुँदैन, त्यसले हुने कुरा चाहिँ नि जीवनको कुरा बोल्नु नै पर्छ। सुन्नु, सत्यता चाहिँ यो ट्रुथ। जब पनि तपाईँले ट्रुथलाई बुझ्नुहुन्न नि, सत्यले चाहिँ स्वतन्त्र लिएर आउँछ। स्वतन्त्र नै हुँदैन मान्छे
चर्च चाहिँ नि त्यो ठाउँमा आइपुग्नु पर्थ्यो, बिचैभित्र आइपुग्नु पर्थ्यो। किनभने आजभन्दा 2000 वर्ष अगाडि मेरो निम्ति नि उद्धार मुक्ति मात्रै प्रभुले कमाएर जानु भएको थिएन, तर चर्चमा नि हराएको सम्पूर्ण कुरा छ प्रभुले फेरि त्यहाँ ल्याइसकेर उहाँले फेरि जानुभएको। उहाँले नि चर्चलाई नि सम्पन्नताको कुरालाई ल्याइसक्नु भएको थियो, आत्माको कुरालाई ल्याइसकेको थियो, विजयको कुरालाई ल्याइसकेको थियो, आश्चर्य कर्मको कुरालाई ल्याइसकेको थियो, शक्तिको कुरालाई ल्याइसकेको थियो, महिमाका कुरालाई चर्चमा ल्याइसकेको। अनि उहाँले नि त्यो कुरालाई जिम्मा दिकन उहाँ जानुभयो। उहाँले भन्नुभयो चलाऊ यो कुरालाई, म फेरि पनि दोस्रो चोटि तिमीलाई लिन आउँदैछु। तर हामी कहाँ आइपुग्यौँ त? कहाँ आइपुग्यौँ त? जब येशू ख्रीष्टले नि यो कुरालाई गर्नुभयो, येशू ख्रीष्ट जब यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले 5वटा कुरालाई नि यस पृथ्वीमा गरेर जानुभयो। आज बिहानी नि म नि मैले यो 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 खण्ड नबोल्ने, तर म चाहिँ नि प्रभुको ब्लु प्रिन्टको कुरालाई बोल्छु भनेर सोचिरहेको थिएँ। पवित्र आत्माले भने होइन सिल्भानस, 3 बजी उठेको थिएँ बिहान। होइन सिल्भानस, यो होइन त, तैँले यो कुरा भन्नुपर्छ। अनि मैले यो बाइबल खोलेँ, अनि म प्रभुको उपस्थितिमा बस्न थालेँ। सुन्नुहोस्, प्रभुले जे भनेको छ सुने, खबर भन्दैछु। 5वटा कुरा नि प्रभुले नि यस पृथ्वीमा आउँदाखेरि नि रेस्टोर गर्नुभयो। अनि उहाँले नि त्यो शक्तिशाली कुरालाई नि चर्चलाई चाहिँ कमजोर छोडेर ख्रिस्टले जानु भएन। राम्रो सुन्नुहोस्, प्रभुले कमजोर चर्चलाई छोडेर जानु भएको होइन। त्यसकारण प्रभु फेरि शक्तिशाली प्रतापी मण्डलीलाई उहाँले लिन आउँदै हुनुहुन्छ। कमजोर छोडेर नि प्रतापी लिन आउनु त हिसाबै मिलेन प्रभु र हाम्रो। उहाँले दिएकै छैन, उहाँले लिनुहुन्छ भने त हाउडे भयो नि त। उहाँले के गर्दै हुनुहुन्छ? उहाँले नि सम्पूर्ण कुरालाई दिइसकेर उहाँ जानुभयो। उहाँले प्रतापी मण्डलीलाई लिनको निम्ति आउँदै हुनुहुन्छ। आमेन। दाग या चौरी नपरेको प्रतापी शक्तिशाली मण्डलीलाई उहाँले लिनको निम्ति आउँदै हुनुहुन्छ। हजुर, पिन्चे, रुन्चे, ठुस्किने, मन दुखाउने, है, पोल सार्ने, कुरौटे मण्डलीलाई होइन। आज राम्रो सुन्नुहोस्, यो संसारमा मण्डली चेन्ज गर्नु सजिलो छ मेरो प्रियहरू। हाम्रो नेपाली यसमा च्याम्पियन छ फेरि। तर नि ख्रिस्टसँग चाहिँ नि सर्नु खतरा। त्यहाँ चाहिँ सर्दैन, मण्डली सर्दा हुन्छ। तपाईँ ख्रिस्टको आत्मामा सर्ने भए त दामी हुन्थ्यो नि, हुँदैनै। राम्रो सुन्नुहोस्, तपाईँ सर्नु पर्ने चाहिँ नि तपाईँको पुरानो स्वभाव मरिकन चाहिँ नयाँ मनुष्यतामा नि तपाईँ अगाडि बढ्नु पर्ने थियो। कराएर आमेन भन्नुहोस्। आमेन, आमेन, आमेन। 5वटा कुरा नि ख्रिस्टले यस पृथ्वीमा गरेर जानुभयो। आज पनि पहिलो सेसनमा 5वटा कुरा गर्न चाहन्छु। नेक्स्ट कुरामा तपाईँको जीवनमा के कुरा रेस्टोर गर्नुभयो भन्ने कुरालाई बोल्छु। त्यहाँदेखि भोलिदेखि है अझ सोलन भाइ सेकेन्ड सेसन आउनुहुन्छ। सायद मैले सक्यो भने थर्ड सेसन, सकेन भने हामी अगाडि बढ्छौँ। एनिवेज, यीशु प्रभुले नि सबै कुरालाई फिर्ता ल्याउनु भयो। सुन्नुहोस् है, चर्चलाई नि प्रभुले नि त्यो शक्ति र सामर्थको साथमा नि उहाँले नि जिम्मा दिएर जानु भएको। चर्चमा कस्तो जिम्मा दिएको थियो प्रभुले भन्छ नि, लुते लाङ्रे चर्च होइन। राम्रो सुन्नुहोस्, लुते लाङ्रे चर्च होइन है, रुन्चे चर्च होइन, कम्प्लेन गर्ने चर्च होइन। शक्तिशाली चर्चलाई नि प्रभुले नि स्थापित गरेर खडा गरेर जानुभयो। किन भन्नुहोस्, उहाँले सबै कुरा चर्चलाई दिनुभयो अधीनमा। कुरा बुझ्दै हुनुहुन्छ? पवित्र आत्मा पाएपछि त शक्तिशाली भयो नि त चर्च त। हजुर, बुझ्नुभयो? कतिजना पवित्र आत्मा पाउनु भएको तपाईँहरू? त्यही साह्रो थोरै रहेछ। यहाँ अब पुरै डाउट पो भयो त, आत्माले नभरेका मान्छेहरूलाई कसो होला? एनिवेज, भयो भने हामी भोलि तपाईँलाई आत्माको कुरालाई चर्चा गर्छौँ। तर जान्नु तपाईँलाई जरुरी छ। तपाईँले जान्नु भएन त्यो त कुरै छैन, कुरा आएन। तर तपाईँले सिक्नु जरुरी छ। पवित्र आत्माको कुरा नि तपाईँले पाउनु भएन भने तपाईँले अगाडि बढ्न सक्नुहुन्न। अस्ति जोसामा हामीले 2 सेसन भाइ सोलोमनले बोल्नुभयो, शक्तिशाली कुरा। तर नि एउटै सेसन चाहिँ 2 आवर्सको थियो। एउटा कुरा म तपाईँलाई आज क्लियर पनि भनिदिउँ, म यहाँ आउँदा केन्समा आउँदा चाहिँ एउटा छटपटे मान्छेहरूलाई देख्छु। सिडनीमा चाहिँ एउटा मलाई मजा लाग्छ। मैले सरकारको होइन, एल्डर अरुण हाम्रो बिचमा हुनुहुन्छ। सिडनीको चाहिँ सुन्छ। एक दिन सोलर भाइ अलमोस्ट 7 घन्टा बोल्यो। हेलो, 7 घन्टा कि 5 घन्टा भाइ? 7 घन्टा कि कति बोलेको थियो। 7 घन्टा नि कोही पनि हल्लेको थिएन, सुनिरहेको थियो। मलाई याद छ 7 घन्टा यहाँ बोल्यो भने तपाईँ खाली हुन्छ भनेर। हजुर, चिया कफी केले थाम्दैन 7 घन्टा तपाईँहरू कतिजनालाई। सुन्नुहोस् है,
सुन्ने नसक्ने चाहिँ नि शैतान हो। भूतात्माले चाहिँ बस्नु दिँदैन प्रेजेन्समा। आज तपाईँलाई म सेवक हो क्लियर भनिदिएको। किन भन्नुहोस् त, तपाईँले जिन्दगीमा भूतले डाँटेको पनि छैन, भूत बोलेको सुनेको छ कि छैन थाहा छैन। रात दिनको सेवकाइ हो, डेलिभरेन्स सेवकाइ गर्छु, मलाई थाहा छ र म तपाईँलाई भनिदिएको। शैतानले चाहिँ तपाईँलाई प्रेजेन्समा बस्नु दिँदैन। शैतानले के भन्छ भन्दा अब बेसी भयो, बेसी उठ, तँ जा। त्यहाँदेखि लुगा सुकाएको पनि याद दिन्छ। त्यहाँनिर भित्तामा तैँले लुगा सुकाएको थिएछौ, त्यसले ग्यास पो साँच्ची मन पो गरे कि गरेन, तपाईँलाई कन्फ्युज बनाइन्छ। नसुन्नुहोस् त्यसको कुरालाई। तपाईँले पवित्र आत्माको कुरालाई सुन्न जरुरी छ। आमेन। र केन्समा 3-4 वर्ष त हामी आएर खुरुन्दाएर बोलिरहेछ। यसपालि चाहिँ हेर्छु तपाईँ कतिको सुन्दर रहेछ। फोटो खिचिसक्यो आँखाले, को कहाँ बसेको छ है, देखिसके पोजिसन। अहिले हरायो भने ऱ्याप्चर त आएको होइन, तपाईँ गएको होइन, तपाईँ छिटो जानेवाला मान्छे पनि छैन यहाँनिर। क्लियर कट भनिदिएको। छिटो जाने चाहिँ छैन, गरौँ नै जाले पुरा बाँधेको छ, त्यसलाई चाहिँ यो 2-3 दिन काटेर तपाईँलाई हल्का बनाउनु छ। कुरा बुझ्नुभयो? यो दाउदसँग बात मारेको छैन म, यहाँ पास्टर बोरको कुरा सुनेको छैन। तपाईँलाई आज अनेस्टली कुरा भनिदिउँ, पवित्र आत्मा जिउँदो हुनुहुन्छ, बोल्नुहुन्छ। आमेन। म पास्टरलाई सोध्दिनँ कस्तो छ हौ केन्सको मण्डलीहरू, भन्नुहोस् त पास्टर बाउ। पुरै सुन्दिनँ म, सुन्दिनँ। आत्माले जे भन्नुहुन्छ नि त्यही भन्छु नि, म त्यही कुरा भन्दैछु। राम्रो सुन्नुहोस्, 5वटा कुरालाई प्रभुले रेस्टोर गर्नुभयो। तपाईँ नि मेरो लागि कराएर आमेन भन्नुहोस् न। आमेन। 5वटा कुरा नि प्रभुले आइकन नि यस पृथ्वीमा शक्तिशाली कुरा गर्नुभयो। जुन कुरा चाहिँ नि प्रभुलाई थाहा थियो कि चर्च चाहिँ दरिलो हुनुपर्छ, चर्च चाहिँ कमजोर हुनु हुँदैन, चर्च चाहिँ बन्धनमा हुनु हुँदैन, चर्च चाहिँ नि कष्टमा हुनु हुँदैन, चर्च चाहिँ नि पीडामा हुनु हुँदैन, चर्च चाहिँ नि भित्र लम्किनु पर्छ। यसकारण नि यीशु ख्रीष्ट जब सेवकाई गर्नुभयो, उहाँले नि त्यो 5वटा कुरालाई पनि नि चर्चमा रेस्टोर गरिकन जानु भएको छ। कराएर आमेन भन्नुहोस् न। आमेन। पहिलो भूत अरबाले निकाल्नु भयो। प्रभुले नि कहिले पनि मन नपराउने चाहिँ भूत आत्माले ग्रस्त भएको, शैतानिक आत्माले नि मान्छेको जीवनलाई नि बाँधेको। आज सायद मैले यहाँनिर प्रार्थना गर्दाखेरि तपाईँलाई कतिजनाले नि अचम्म पनि लाग्यो होला, यो मान्छे कति कराएको, यो काले कस्तो काली भनेको। म आज तपाईँलाई ट्रुथ भनिदिउँ, खोल्नु र बन्द गर्नु नि तपाईँलाई दिएको अख्तियार तपाईँलाई चलाउन जान्नु भयो भने तपाईँ कसिन्छ, बन्धनमा हुन्छ। एक दिन नि मेरो घरमा नि म दार्जिलिङबाट मैले भनिबस्छु, अनि एउटा माता छोरीलाई ल्याएर आयो। अनि उसको बाबुले भने दाजु प्रार्थना गरिदिनुहोस्, बचाइदिनुहोस् मेरो छोरीलाई। यसो हेरेँ हातभरि पुरा बाँधेको, बुट्टी लगाएको छोरी। अनि मैले भने भाइ म त यता बजारमा कहाँ प्रार्थना गर्नु सक्छु, मेरो घरमा लिएर आउनुहोस्। घरमा ल्याएर उहाँको श्रीमती ल्याएर बहिनीले, अनि मैले खाजा दिएँ, बात मारेँ। अनि त्यो श्रीमतीले खाजा खाइसकेपछि त्यो बहिनीले मलाई के भन्यो भने दादा एउटा कुरा भन्छु, मेरो छोरीलाई जसले बुट्टी बाँधिदियो, जसकोमा म लगेँ सबै मऱ्यो। अहिलेसम्म 5 जना मरिसक्यो अरे। अन्त 6 नम्बर चाहिँ मेरो भने जस्तो भयो नि त। अब त्यो मैले भन्नु चाहेको त्यही नै हो। अनि मैले भने बहिनी, मैले उसको अनुहारमा हेरेँ, म मर्दिनँ, अरू मऱ्यो होला, म मर्दिनँ, मसँग चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। खाजा दिएँ। अनि त्यो बिहानी आई थिङ्क 9:30 जस्तो भएको थियो होला। अनि मैले त्यो खाजा दिइसकेँ, तल झारेँ प्रार्थना गर्नाले। मैले भने उसलाई त्यो छोरीलाई, अब हामी नेपाली रिलेसनमा बोल्छौँ, भान्जी अब म तिमीलाई प्रार्थना गर्न लागेको छ। 16 वर्षको छोरी, अनि टिङ्रिङ हुन्छ। त्यहाँदेखि ऊ अन्य जाति माता, ऊ आफै माता, उसको टाउकोमा हात राखेर म प्रार्थना गर्न थालेँ, केही भएन। त्यहाँदेखि मैले पवित्र आत्मालाई भने पवित्र आत्मा मलाई देख्न दिनुहोस् ऊ भित्र वास्तवमा के भइरहेछ। अनि पवित्र आत्मा प्रभुले मलाई देख्न दिनुभयो। त्यो चाहिँ के थियो भन्नुहोस् त, ऊ भित्र नि बाँधेको, त्यही बिघ्न डोरीले नि ऊ भित्र बाँधेको रहेछ। त्यहाँदेखि नि मैले नि त्यो बाँधेको कुरालाई मैले भन्न थालेँ, यीशु ख्रीष्टको नाम रगतमा मत्ती 18:18 वचनलाई दाबी गर्दै म खोल्दैछु, तँलाई खोल्छु। जसै मैले त्यो कुरालाई खोल्छु भने नि 2टा भूत भित्रबाट बोल्न थाले, कराउन थाले। अनि मैले त्यो भूतलाई सोध्न थालेँ, किन चाहिँ यो छोरीलाई तैँले रक्सी खुवाउँछस्, किन चाहिँ यो छोरीलाई सिगरेट खुवाउँछस्। म त्योभन्दा अगाडि नि मैले लामो कथालाई छोटोमा भन्दैछु। मैले सोधेको थिएँ किन चाहिँ तपाईँको छोरीलाई मैले प्रार्थना गर्नुपर्ने। त्यो भाइले के भने चाहिँ नि दाजु मेरो नानीलाई बचाउनु छ, मलाई पक्कै थाहा छ यो देउता होइन, किनभने मेरो छोरीले चाहिँ 3 बोतल रक्सी खान्छ, 4 प्याकेट सिगरेट खान्छ, अनि हातमा यसरी पक्रेर। अनि त्यहाँदेखि नि
तर्सिरहेको थियो बाउ। अनि भन्दै थियो ऊ त मर्छ, मेरो छोरी चाहिँ कलिलो छ 16 वर्षको। अनि मैले सोधेँ त्यो भूत आत्मालाई कसले रक्सी खानु लागेको? भित्रको आत्मा बोल्न थाले, सुन्नुहोस् म तपाईँलाई कथा भनेको प्रभुको उपस्थिति यस ठाउँमा छ। त्यो भूत बोल्यो मैले। कसले सिगरेट खान लागेको? मैले होइन, फल्नाले। त्यो भूतहरूको नि भित्र नि दोष देखा छ। अनि एकछिन त्यो भूतलाई नै बाँधिकन प्रभुको शक्तिमा नि बाहिर निस्के, छुटकारा पायो त्यो नानी। अनि उसको आमाले भिडियो बनाइरहेको थियो, किन अन्य जाति हो नि त, भिडियो बनाइ तर्सिरहेको छ। त्यहाँदेखि भिडियो बनाउने बित्तिकै त्यो नानीको अनुहार परिवर्तन भयो, भूत निक्लिसकेपछि पूर्ण छुटकारा पाइसकेपछि के भन्यो त्यो आमाले रुँदै मलाई भने, दाजु 16 वर्षमा पहिलोचोटि हो मेरो छोरीको अनुहारमा नि यो ज्योति देखेको, पहिलोचोटि हो मैले स्वतन्त्र देखेको, पहिलोचोटि हो मेरो नानी हाँस्यो। त्यो आमाले कम्ती रोएन। त्यही दिन प्रभुलाई ग्रहण गर्छु भने मैले भने होइन बहिनी, अहिले तपाईँले सुसमाचार पुरा सुन्नुपर्छ। त्यहाँदेखि मैले सुसमाचार सुनाएँ। त्यहाँदेखि एउटा पास्टर भाइ थियो, उहाँको एड्रेस दिएँ, उहाँहरू जानुभयो। उहाँको नि हस्बेन्ड नि आर्मीमा थियो। त्यो भाइ जानु परेछ मसँग बात मारिकन। जब त्यो भिडियो नि उसले देखे नि बाउले, त्यो बाउ नि फेरि छुट्टी मागिकन नि फेरि मेरोमा कुदेर आएको थियो। उहाँले भन्नु, दाजु म यही प्रभुलाई चाहिँ म ग्रहण गर्न चाहन्छु। त्यो परिवारले प्रभुलाई पाए। किन भन्नुहोस् त, तपाईँले जब भूतलाई निकालिदिनु भएन भने नि संसार परिवर्तन हुँदैन। संसार परिवर्तन हुँदैन। तन्त्र मन्त्र गर्नेले हेरिराख्नु भएको छ, आज तन्त्र मन्त्र गर्ने भूत छ उनीहरूभित्र। तपाईँले भूतलाई निकालिदिनुहोस्, उनीहरूले स्वतन्त्र पाउँछ। उनीहरूले भूतलाई निकालिदिनुहोस् र ख्रिस्टको महिमाका कुराहरू देखा पर्छ। यीशु ख्रिस्टले नि पहिला नि पोजेस भएको, भूत आत्माले ग्रस्त भएको मान्छे, आज नि भूत आत्माले ग्रस्त भएको मान्छे नि संसारभरि प्रशस्ति छ। अनि नि राम्रो ट्याग पाक्छ उनीहरूले। के भनेर भन्नुहोस् त, दिमागी सन्तुलन बिग्रेको भनेर नेपालीमा भनिदिएको नि, दिमागी सन्तुलन बिग्रेको है, एन्जाइटी, डिप्रेसन, प्यानिक एट्याक आउँछ, थुप्रो छ त्यसको स्टेज। तपाईँलाई लागेको रोग भनिकन अहिले संसार यस्तो डरलाग्दो समस्यामा छ, त्यो रोग हो हजुर? रोग हो त्यो? होइन। सन भाइमा त बोल्नु होइन भनेर तपाईँ सबजना बस्नुभयो। किन भन्नुहोस् त, तपाईँहरूलाई त सरकारले त्यस्तो रुङ्नेको पैसा दिन्छ। त्यो बिजनेस हो, बिलियनको बिजनेस हो संसारमा अहिले हजुर। म युकेमा त्यो छक्कै परे, त्यो बिजनेस यस्तो डरलाग्दो बढेको रहेछ। उनीहरूले त त्यो उनीहरूलाई त नि त्यस्तो भित्रमा राख्दो रहेछ, समस्या छ भनिकन। सुन्नुहोस् है, भूत भित्र पसेको छ। अनि यीशु ख्रिस्ट नि चर्च, यीशु ख्रिस्ट यस पृथ्वीमा आउँदाखेरि चाहिँ नि पहिला भूतलाई निकालिदिनु भयो। कहिलेसम्म यो संसार चाहिँ भूतले ग्रस्त भएकर मान्छे जाति रहन्छ? कहिलेसम्म चाहिँ यस पृथ्वीमा नि नाना थरीको रोगको आडभित्र भूत लुक्छ अनि चर्च चाहिँ तमासा हेर्ने हुन्छ? कहिलेसम्म? कहिलेसम्म? कहिलेसम्म चर्च तपाईँ चाहिँ तमासा हेर्ने व्यक्ति बनिने? कहिलेसम्म चाहिँ तपाईँ भन्ने यो व्यक्तिलाई चाहिँ समस्या छ त तपाईँ के पनि गर्नु नसक्ने व्यक्ति बनिने? यीशु ख्रिस्ट जब यस पृथ्वीमा भन्नुभयो, उहाँले पहिला नि भूत लागेकालाई नि छुटकारा दिनुभयो। करार आमेन भन्नुहोस् न। कतिजनाको बुढालाई भूत लागेको छ, कतिजना बुढीलाई भूत लागेको छ, डाँट्नु मात्र समय नपाएको भयो त टाउकोमा हात राखेर डाँट्यो भने कतिजना यहाँ पनि मेनिफेस्ट होला अहिले हजुर। मलाई त कस्तो रिस उठ्छ, रिस उठ्यो भने टुप्पीबाट धुवा छ, म त केही देख्दिनँ हौ। सुन्नुहोस् है, तपाईँको नि म भन्दैछु सिम्टम्सहरू भन्नै पर्दा म त एकपरे छु भनेको मानेन भने त म त च्यातु मार्नु जस्तो हुन्छ होला। सुन्नुहोस्, भूतले काम गरिरहेछ, कहिले यो भूतदेखि स्वतन्त्र हुने? सुन्नुहोस्, यीशु ख्रिस्टले नि त्यो भूत लागेका मान्छेलाई निकाली दिनुभयो। मर्कुसको किताब 16:17 अनि 18 पनि यीशु ख्रिस्टले नि अख्तियार दिनुभयो। यसले लेख्छ, विश्वास गर्नेहरूसँग यी चिन्ह हुनेछ, मेरो नाउँमा तिमीले भूतहरू धपाउनेछौ, तिमीले नयाँ भाषाहरू बोल्नेछौ, तिमीले सर्प समातेर कुनै विषालु कुरा पेए तापनि कुनै किसिमले त्यसले तिमीहरूको हानि गर्ने छैन, तिमीहरूले रोगीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। आमेन। हामीलाई त्यही साह्रो याद भएको, म कस्तो याद छ, तर शक्तिहीन जीवन छ। पद याद छ, शक्ति चाहिँ छैन। पद याद छ, शक्ति छैन। पावरलेस लाइफ जिरहेछ चर्च। पावरलेस जिएर हुँदैन, चर्च चाहिँ पावरफुल हुन जरुरी छ एन्ड डेजमा। आमेन, आमेन।
पावरलेस लाइफले हुँदैन, पावरलेस लाइफले हुँदैन। अस्ति जोसा क्याम्प मिटिङ भएर तेस्रो बिहानी 1800 जना थियो मान्छे, 1800 जना। आज यहाँनिर त नि यति त हाम्रो घरभित्रै छ मान्छे, यति हाम्रो घरभित्र छ। तपाईँहरू जति यहाँनिर छ नि नम्बर, यति चाहिँ हाम्रो घरमा छ अहिले प्रेजेन्ट। त्यो पनि मान्छे नभएको सिजन हो। यति चेयरको जति चाहिँ हाम्रो घरभित्रै छ। तपाईँलाई खिची गरेको होइन, मैले भन्नु चाहेको छ नि त्यो सेवा गर्दैछु, देख्दैछु। त्यो वृद्धि किन भयो त? यतिदेखि यति भूतलाई निकालेर हो नि त। त्यस कारण त भनेको त त्यो त नि मिठाई बाँडेर होइन हामीले। त्यो जोसामा नि थर्ड डेमा नि जब बोल्दै थिएँ नि, थर्ड डेमा नि पवित्र आत्माले मलाई भने आराधना भइरहेको थियो। आराधना गर्ने जोन भाइले आराधना गरिरहेको थियो। प्रभुको शक्तिशाली प्रेजेन्स थियो। अनि म यहाँ बसिरहेको छु, पवित्र आत्माले उठ सिलवानस तन्त्र मन्त्र गर्नेहरूलाई बोला। के भन्नुभएको? तन्त्र मन्त्र गर्नेहरूलाई बोला। भित्र सेवा भित्र राम्रो सुन्नुहोस्, जोक गरेको होइन, तन्त्र मन्त्र गर्नेहरूलाई बोला। त्यो स्पेल हिर्काएको हुन्छ नि, भेदेको भन्छ नि हाम्रो नेपालीहरूले, त्यस्तो गर्नेहरू छ शक्तिशाली यहाँनिर। त्यो स्पिरिट चलाउनेहरूलाई बोला अगाडि। म आज उनीहरूलाई छुटकारा दिन चाहन्छु, बोला उनीहरूलाई। हक्कै परे मेरो बेला माइक्रोफोन टिभी अनि मैले अगाडि गएँ, प्रार्थना गर्दैछु नि। मैले भने आत्मामा पवित्र आत्मा यो कुरा भन्नुहुन्छ, यहाँ तन्त्र मन्त्र गर्नेहरू, बोक्सी विद्या चलाउनेहरू, तपाईँले भूत आत्मालाई सँग बोल्ने मान्छेहरू, तपाईँलाई छुटकारा चाहेको छ, पवित्र आत्मा प्रभु तपाईँलाई बोलाउँदै हुनुहुन्छ। गुरु कुदेर ईश्वर भाइ यिनी हुनुहुन्छ। गुरु कुदेर फर्स्टमा त कुरा बुझेन जस्तो लाग्यो। हामीले सोध्यो, औ बोक्सी विद्या तन्त्र मन्त्र चलाउने तपाईँ हो? चर्च भित्र नि विचक्राफ्ट गर्नेहरू छ, विचक्राफ्ट गर्नेहरू। चर्च भित्र नि भूतात्मालाई चलाउनेहरू छ। गएको छ नि सभाहरू, मान्छेलाई नि मारेको, मान्छेलाई नि हार्म गरेको, तन्त्र मन्त्र चलाउने मान्छे दोस्रोलाई बोलायो, गुटुटु कुदेर आयो। त्यहाँदेखि हामीले समातेर सोध्यौँ, होइन जस्तो लाग्यो नि क्रिस्चियनहरू त्यस्तो। तिमीले मान्छेलाई हार्म गरेको, तन्त्र मन्त्र गरेर टकाला। त्यो बिहानी नि छुटकारा पाउनेको लाइन यति बेसी थियो। सुन्नुहोस्, मेरो प्रभुले चाहिँ नि छुटकारा दिन चाहनुहुन्छ। तपाईँलाई भइरहेको हामी त अस्ट्रेलियामा जाइ तपाईँको राष्ट्रियको कुन चाहिँ स्ट्रङ होल्ड सायद तपाईँले चिनेको पनि छैन होला। विच क्राफ्ट हो, अस्ट्रेलिया चाहिँ विच क्राफ्टमा नम्बर 1मा छ। याद छ तपाईँलाई? हजुर, कस्तो मिठो बोल्छ है तपाईँको कफी सपमा मान्छे। भित्र के छ थाहै छैन तपाईँलाई। तपाईँले हे गरी यहाँको स्वाङ गरिरहेछ, के पनि छैन खासमा भित्र। ट्रुथ सुन्नुहोस्, तपाईँ चाहिँ त्यो व्यक्ति हुनुहुन्छ, भूतलाई निकाल्ने व्यक्ति। के छ, कुन डाइमेन्सनमा तपाईँ जिउँदै हुनुहुन्छ? ख्रिस्ट आइपुग्नु सक्न आँट्नु भयो, वा ढोकाइमै हुनुहुन्छ। तपाईँ म कुन चाहिँ आयाममा जिउँदैछौँ? भूत बोक्ने कुरामा छौँ कि भूत निकाल्ने कुरामा छौँ कि बन्धनमा छौँ कि स्वतन्त्र गर्ने ठाउँमा पुग्दैछौँ कि आशिषमा छौँ कि श्रापमा छौँ कि कुन चाहिँ ठाउँमा चाहिँ हामी जिराखेका छौँ? चर्च कहाँनिर आइपुग्यौँ हामी? के चाहिँ गर्दैछौँ अहिले हामी? कुन चाहिँ ठाउँमा चाहिँ हामी उभिरहेका छौँ? यति बिग्न भूत लागेका मान्छे छ। केही दिन अगाडि, जोसा कलिअलि अगाडि होला, म मेरो घरबाट तल्लो तलाबाट गेस्ट रुमहरू छ, अनि हाम्रो स्याटरडे एभ्री स्याटरडे हिलिङ डेलिभरेन्स हुन्छ। अनि म त्यहाँबाट छिरेर जाँदै थिएँ, एउटा बहिनी यसो बसेको रहेछ है, यसरी यस्तो स्टेपमा है, एउटा पिरा, तपाईँले पिरा बुझ्छ कि बुझ्दैन? काठको खुट्टे पिरा भन्छ उता, त्यो पिरामा बसेर अनि हाम्रो त्यो टेबललाई यसो समातेको रहेछ, अनि यसरी काम्दै रहेछ पुरा। अनि त्यो बहिनीले भन्छ, दिदी बहिनीलाई बोलाइदिनु नि हौ, दिदी बहिनीलाई बोलाइदिनु। अनि म छक्कै परेँ, हाम्रो गेस्ट रुमबाट त्यस्तो आवाज आएको। मैले सट्टै यसो हेरेँ,
एउटा बहिनी सिन्दुर लगाएको थरा कामेकै अहिले मैले भने कहाँबाट आउनु भएको तपाईँ? अनि मलाई हाम्रो फल्ना पास्टरले यहाँनिर ल्याइदिएको, तपाईँले प्रार्थना गरिदिनुहुन्छ अरे। मैले भने ठिकै, तपाईँ ठिक ठाउँमा आउनुभयो। अनि म पछाडि दुईजना दिदी बहिनी मैले भने उहाँलाई सहायता गरिदिनुहोस् के भन्छ उहाँले। भरे उहाँले बेसी कामेर लुगा फुस्किएको रहेछ उहाँको, बेसी कामेर। कस्तो छ काम थियो होला, अब कल्पना गर्नुहोस्, लुगा फुस्किन्जेल काम्ने मान्छे। अनि हाम्रो दुईजना दिदी बहिनीले उहाँको लुगालाई कसिदियो, एकदम राम्रो प्रकारले राखिदियो। अनि हाम्रो 6th फ्लोरमा छ अडिटोरियम, 6 तला चढ्नुपर्छ। अनि माथि आयो, अनि मैले भनेको थिएँ भलिन्टियर्सहरूलाई बोकेर लिएर आउनु। अनि अडिटोरियमको कुनामा एउटा म्याट्रेस ल्याएर उहाँलाई सुताइदिनु, किन उहाँ कामे गर्छ। प्रार्थना सुरु भयो। अनि हामी प्रार्थना गर्न निम्ति अगाडि बढ्यौँ। उहाँलाई बोकेर ल्याएर आयो, चेयरमै यसरी अगाडि राख्यो। अनि त्यति बेला त्यो हात खुट्टा काम्नुको सट्टा नि बटारिन थाले। फेरि यस्तो तन्काएर घरि यता फर्काउने, घरि उता खुट्टाउने, खुट्टा यसरी फर्काउने है, बट्टारी उसको जिउबाट बट्टारिन थाले। बुझ्छ नि त। प्रार्थना गऱ्यौँ, डाँट्यौँ, प्रार्थना गऱ्यौँ, काम्नु छोड्यो तर बटारिन थाल्यो। त्यहाँदेखि मैले त्यो ती दिन सेवा सकेन, मैले केटालाई भने बोकेर लगेर राखिदियो तल। अनि एकछिनमा मेरो बुढिया गयो, अनि उसको काम्नु छोडेछ, काम्ने चाहिँ गएछ। त्यहाँदेखि उभिने कोसिस गर्दै रहेछ त्यो तन्केको ठाउँबाट नि। अनि मेरो बुढियालाई भनेछ, दिदी तपाईँको हस्बेन्डले अहिले प्रार्थना गरेर त मलाई हल्का भएको छ, अनि म नि उठ्नु चाहिँ सक्दैछु, तर मलाई चाहिँ नि कडा खाना खानु सक्दिनँ, मलाई नरम खाना दिनु नि भनेर। अन्त फेरि मेरो बुढियाले नरम खाना पकाएर लगेर दियो। त्यहाँदेखि भिडियो बनाएको रहेछ उसले बात मार्दै गर्दाखेरि, बहिनी उठ्नुहोस् त। अनि त्यो बहिनी उठ्यो, अनि खडा हुने भयो। अघि बोकेर लगेको अब खडा हुने भयो। भोलिपल्ट मैले भने उहाँलाई भने बस्नुहोस्, सन्डेको सेवाकाइमा बस्नुहोस्। अनि उहाँ बस्यो। त्यो दिन पनि पछाडि सुताइराखेको थियो, म बोल्दै थिएँ। त्यो बहिनी त जुरुको उठ्यो, मैले बोल्दैछु हेरिरहेको छु यसरी सबलाई। अनि त्यो बहिनी त जुरुको उठेर सुई गरेर नि वासरुममा गयो। वासरुमबाट फेरि सुई निक्लेर आएर नि त्यो म्याट्रेसमा थपक्क बस्यो। मैले ओ बहिनी हौ अगाडि टुई 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 आएछ आएर। अहिले मैले तिमी होइन हिजो बोकेर यहाँनिर ल्याएर आएको, तिमी होइन काम नि? हजुर। उसको बुढा झाँक्री काहीँ गर्दाखेरि नसकेर मैले उसको बुढालाई सोधेको थिएँ, भाइ के तपाईँहरू प्रोमा फर्किन चाहनुहुन्छ? उहाँले के भन्यो भन्छ मलाई, दाजु सबै कुरा गरेर नसकेको, तन्त्र मन्त्र सबै जानेको ज्ञान सबै लगाएँ, यो जाति नभएको मेरो श्रीमती, तर यहाँ आएर जाति भयो, अहिले नै यीशुलाई लिन्छु। त्यहाँदेखि मैले नजिकको पास्टरलाई मैले उहाँ त्यहीँनिर थियो, मैले भेटाइदिएँ। उहाँलाई तपाईँलाई भेटेर गर्नुहोस् है, म यहाँबाट गइकन त्यो फ्यामिली मलाई भेट्नको निम्ति आउँदैछु, मैले ग्रहण गराउनुहोस्। मैले के भन्न चाहेको भनेदेखिलाई नि, आज बन्धनमा परेका मान्छेलाई स्वतन्त्र गऱ्यो भने मात्रै ख्रिस्ट कहाँ आइपुग्छ। आमेन। अनि त्यो भन्छ हामी त फेरि क्रिसमसमा भात खानु बोलाउँछ, फेरि दुखेर ढाड दुखिरहेछ, आउँदिन हौ म त ढाड दुखेर। आउनु नि हौ फुपू, फुपूले मनपर्ने पकाइरहेको छु, कान्छा म आउँदिन। जाति पार्ने छैन अन्त कान्छा त भात पकाउनु मात्रै जाने। फेरि सुन्नुहोस् चर्च, ट्रिक्स नगर्नुहोस्। हजुर ट्रिक्स अब त आजकल त हरायो। भात त गिफ्ट, जिजस लभ्स यु। माइजू चाहिँ कना भइरहेको छ यसरी, के अरे कान्छा? नाइ तपाईँको गिफ्ट चाहेको उसलाई, नाइ खाना चाहेको, उहाँलाई छुटकारा चाहेको। आमेन। हामी किन सत्यतादेखि बाहिर जाँदैछौँ? सत्यतालाई किन हामी रिप्लेस गर्दैछौँ संसारको कुरा लिकन? चर्च फेरि सत्यतामा फर्केर आउनुपर्छ। प्रभुले नि स्वर्गको मिठाई ल्याएर आएन, जीवनको रुखको फल लिएर आएन झोलामा। हौ जो मसँग हिँड्छ म त्यसलाई चाहिँ खान दिन्छु भन्नु भएर उहाँले नि यस पृथ्वीमा भएकोलाई छुटकारा दिनुभयो। अनि उहाँले भन्नुभयो यदि त यो बाटो हिँडिस् भने तैँले त्यो महिमाको कुरालाई चाहिँ देख्छस्। चर्च त्यही बाटोमा, त्यही कुरामा, त्यही शिक्षामा, त्यही ठाउँमा अब फर्केर आउनुपर्छ। करार आमेन भन्नुहोस् त। कि मन दुख्यो तपाईँलाई? हजुर दुख्नु पनि पर्यो नि त हौ। हजुर आएन र गएन भने मात्रै मन दुख्नेलाई तपाईँलाई दुख्नुपर्छ।
तपाईँ त्यो ठाउँमा उभिन सक्नुपर्छ। यीशु ख्रीष्ट आउनु भयो नि। लुका किताब 4को 33 अनि 35 मजाको कुरा लेखेको छ। म तपाईँलाई सभाघरमा अशुद्ध भूतात्मा लागेको एकजना मानिस थियो। लुक च्याप्टर 4 वर्स 33 to 35 मा म पढ्दैछु। त्यो चर्को स्वरले चिचाए, हे यीशु नासरी, तपाईँको हामीसँग के काम? के तपाईँ हामीलाई नष्ट गर्न आउनु भएको हो? मलाई थाहा छ तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। अनि यसुले त्यसलाई हपारेर भन्नुभयो, चुप लाग। त्यसबाट निस्किआइछ। त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूत आत्मा त्यसबाट निस्केर गयो। कराएर आमेन भन्नुहोस्। यीशु ख्रीष्टले जब सेवकाई गर्नुभयो नि, यीशु ख्रीष्टले भूतलाई निकालिदिनु भयो। सुन्नुहोस् है, आज हाम्रो सेवकाई चाहिँ कस्तो हो त? निकाल्दैछौ? भूतहरू निस्किँदैछ हजुर? कि भूतलाई पनि चाट्नु पर्दैछ? तिमी भूतै बोके पनि ठिकै हो कान्छी, तिमी भूतै बोके भए पनि चर्चा आउनु ल, नरिसाउनु ल। भूतलाई निकाल्नुपर्छ पहिला, मसार्नु हुँदैन भूतलाई, भूतलाई निकाल्नुपर्छ। यीशु ख्रीष्टले नि मन्दिरभित्र थियो, भूत कहाँनिर थियो भन्नुहोस्? मन्दिरमा थियो, सभाघरमा। सभाघरमा आउँदाखेरि नि यीशु ख्रीष्टले नि मसार्नु भएन। यीशु ख्रीष्टले के गर्नुभयो? त्यो भूतलाई निकालिदिनु भयो। यीशु ख्रीष्टले के भन्नुहुन्छ? त्यसबाट बाहिर निस्किआइज, त्यसबाट बाहिर निस्किआइज, त्यसबाट बाहिर निस्किआइज। आज चर्च हराएको अख्तियारमा फेरि पनि फर्केर आउनुपर्छ। चर्चभित्र अख्तियार दिएको, अख्तियार अथोरिटी छ। भूत बाहिर निस्किआइज। जीवनमा त लाखौँ भूतलाई भनेको होला, मैले एकजनालाई होइन। म भएको छु भन्नु चाहेको होइन मेरो प्रियहरू। किन मैले उदाहरण दिँदैछु? मैले जिएको छु र म तपाईँलाई भन्दैछु, लाखौँ भूतलाई भनेको होला बाहिर निस्किआइज। अनि त्यो भूतले के भन्छ? निस्किँदिनँ। निस्किनु पर्छ त, निस्किनु पर्छ त। हट! निस्केर जान्छ। कहिले भूतलाई निकाल्ने? यहाँका नानीहरू अटेरी छ नि, भूत छ नि, कहिले निकाल्ने हजुर? अटेरीको भूतलाई कहिले निकाल्नु? आज्ञा उल्लङ्घन गरेको भूतलाई कहिले निकाल्नु? पाप गर्ने भूतलाई कहिले निकाल्नु? अर्काको कुरा गर्ने भूतलाई कहिले निकाल्नु? चर्च फर्केर आउनुहोस् त्यो अथोरिटीमा। तपाईँले त्यो आत्मालाई चाहिँ निकाल्नु, मान्छेलाई निकाल्नु भनेको होइन, त्यो भूत आत्मालाई चाहिँ निकालिदिनुपर्छ, त्यो मान्छेलाई स्वतन्त्र गरिदिनुपर्छ। कराएर आमेन भन्नुहोस्। आमेन। मत्तीको किताब 17 अध्यायको नि 14 देखि 17 मा नि जब भिडले उहाँ भएको ठाउँमा आउनु भएपछि एकजना मानिसले अर्को सामु घुँडा टेकेर भन्यो, हे मेरो प्रभु, छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छाले रोग लागेको छ र ठुलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ। मैले त्यसलाई तपाईँको चेलाहरूका ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेन। तब यीशुले भन्नुभयो, ए अल्पविश्वासी भ्रष्ट पुस्ता, कहिलेसम्म तिमीहरूका साथमा रहिरहनेछु? कहिलेसम्म म तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मौका ल्याऊ। यीशु ख्रीष्टलाई नि एउटा व्यक्तिले के भन्दैछ? मेरो छोराले के राखेको छ? एपिलेप्सी। आज कतिजना त चर्चमा ढलिरहेको जुत्ता सुँगा, जुत्ता सुँगा। हाम्रो नेपालीहरू जुत्ता सुँगा, जुत्ता सुँगाएर चाहिँ त्यो भूत उठ्छ? भूत ननिकालेर हजुर लाबरको जुत्ता, गम्बुटहरू गनाउनेहरू पनि खोज्दै गरेको हुन्छ। एपिलेप्सी नि भूत आत्मा लागेको। यहाँ मैले भनेको बाइबलले भनेको, मैले भनेको होइन, फेरि बाइबलले छारे रोग लागेको छ भनेको छ नि त। यीशु ख्रीष्टले के भन्दैछ? लिएर आइज। अनि त्यो भूतलाई निकालिदिनु भयो। आज कतिजना नि एपिलेप्सी त होइन ल, तर घरिघरि ढलिहाल्छ, एउटा शब्द पछि तपाईँ लडिहाल्छ। म जाँदिनँ चर्च, चर्च त चर्च हजुर। तपाईँलाई नि शारीरिक एपिलेप्सी होइन, आत्मिक एपिलेप्सी लागेको छ। केही भनेको लडिदिइहाल्ने, केही भनेको लडिदिइहाल्ने। कतिजना लड्दै हुनुहुन्छ हौ चर्चहरू हजुर? यत्रो हृदय पुग्लु पुग्लु लड्ने। कतिजना लड्दै हुनुहुन्छ? कतिजना लडेकोलाई उठाउने भइसक्नु भयो? के लडिबस्नु नि तपाईँ? पोर्नोग्राफी आयो कि कसैलाई एपिलेप्सी जस्तो होला, पुग्लुको लडिदिइहाल्यो। पैसा आयो कि पुग्लुकै, स्याटरडे डबल स्यालेरी पुग्लुकै। काम जान्थ्यो, काम जान्थ्यो म रे, कमाउनु पर्छ नि। उनीहरू कहाँ थाहा छ? प्रभु प्रभु भनेर हुन्छ, प्रभुले दिन्छ। यो प्रभुले जीवन नदेख्दा नि स्याटरडे नि गाडी एक्सिडेन्ट भएर मर्थ्यो। तपाईँको पास्टरले भन्नु सक्दैन, मैले भनेर जान्छु। तपाईँको पास्टरले भने तपाईँ फाइट पर्छ, मलाई थाहा छ। फेरि यो त अस्ट्रेलिया है, कानुन पनि छ है भनेर। यहाँदेखि त फेरि अस्ट्रेलियादेखि त माथि नै है फेरि।
यता है, यहीँ बस्ने हुन्छ यहाँको कानुनको कुरा गर है, माथि जाने हुन्छ माथिको कानुनको कुरा गर्छु है। सुन्नुहोस् राम्रो, तपाईँसँग मेरो लडाइँ छैन, तर ट्रुथ भन्छु। तपाईँ त्यहीँनिर लड्ने पैसामा, तपाईँ सानो सानो कुरामा लड्ने, तपाईँ सानो कुराको लागि बाँच्ने, सानो कुराको लागि तपाईँ झगडा पर्ने, मान्छेलाई माया गर्नु नसक्ने, मिल्नु नसक्ने, प्रेम देखाउनु नसक्ने, तपाईँ लडिरहेको छ। तपाईँको निम्ति छाडे रोग हो यो, तपाईँको निम्ति छाडे रोग हो यो। अनि तपाईँ चाहिँ भन्नुहुन्छ मलाई छाडे रोग लागेको छ, तपाईँलाई लागेको छ त अन्त। सुन्नुहोस् मेरो प्रियहरू, तपाईँ छुटकारा ल्याउने व्यक्ति बनिनुपर्छ। आमेन। तपाईँ लड्ने होइन, लडेकोलाई उठाउने व्यक्ति बनिनुपर्छ। आमेन। दोस्रो कुरा, प्रभुले नि भयङ्कर आशिष गर्नु। यति बेसी भर्छ मैले टुप्पा टाइम जान्छ भने। दोस्रो कुरा, यीशु ख्रीष्टले शक्तिशाली है काम गर्नु भएको के कुरा हो भन्नुहोस् त? यस्तोमा के रहेछ कुरामा हजुर? यस्तोमा खाने कुरामा। त्यो कारण हामी अहिले जति अहिले फास्टिङ रहेछ तपाईँको, कतिजनाको गनगन सुरु, अब म त ग्यास्ट्रिक छ कि, अब म त खाएन त रिगाँडा चल्छ कि, अब म खाएन त म त गएर जान्छु, बरु म्याकडोनल्ड्स भए पनि त्यो भने एक दुईवटा खाएर आउँछु म त। अहिले कतिजना सुटुको त गाडी ल्याएर गएर खाएर पुछिरहे हालेलुया भ्याउ गर्दाखेरि बर्गरको आइरहेको छ गन्ध। सुन्नुहोस्, बेहोरा नि त्यस्तो हुन्छ मान्छेको, तपाईँको छैन है। तपाईँको जस्तैलाई भन्दैछु म, एकछिन फास्टिङ पगला भइहाल्यो, एकछिन फास्टिङ पगला भइहाल्यो। जिन्दगीमा भोकै नबसेको हजुर, भोकै बस्नु भएको नबस्नु भएको हजुर? बस्नु भएको त अन्त। तर यीशु ख्रीष्टले नि हामी के हुन्छ जिन्दगीमा भोकै बस्नु मन पाउँदैन। हामी लडेको केमा छ? खानेकुरामा। खानेकुरामा। आज क्रिस्चियनहरूको लडाइँ खानेकुरामा नै छ, खानेकुरा मात्रै छ। स्वर्ण भाइले सुँगुर अशुद्ध हो भनेर शिक्षा लिएर आएको थियो। हामीसँग नमिल्के सुँगुर खानु हुँदैन अरे। सुँगुरको इस्यु यस्तो भयो, जसै मलाई चाहिँ जिन्दगीभर सुँगुरकै कुरा गर्छ जस्तो गरे। फेरि सुन्नुहोस् है, खानेकुरा चाहिँ मान्छेको लागि नि भयङ्कर साह्रो। सुन्नुहोस् है, खानुहोस्, तपाईँको भुँडी हो, तपाईँको जीवन हो। हाम्रो लडाइँ नै छैन खानेकुरामा। तर आज तपाईँलाई भनिदिउँ, खानेकुरा चाहिँ नि ख्रिस्टले आशिष कर्म गरिसक्नु भएको छ। खानेकुरामा चाहिँ नि ख्रिस्टले नि वृद्धिलाई आशिषले ल्याइसकेको छ। आज तपाईँ जिउनु भएको चाहिँ के लागि जिएको भन्नुहोस् त? पापी पेटका सवाल है, पापी पेटका। यहाँ इधर से उधर, उधर से इधर, यहाँदेखि त्यहाँ, त्यहाँदेखि त्यहाँ, एउटा कामदेखि अर्को काम, कामेको यहाँ गर्दा हजुर भ्याङ्ग्रो दियो भने त जोखा नै भन्छ होला। सुन्नुहोस् है, तपाईँको जीवनमा के छ? सबै कुरालाई सोध्यो भने मान्छेको जीवनमा रिजल्ट या निचोर के निकाल्छ भन्नुहोस् त? खानु पनि पर्यो नि त, जिउनु पनि पर्यो नि त। आज म तपाईँलाई यो विषयमा भनिदिउँ, यीशु प्रभुले नि यस पृथ्वीमा आउँदै गर्दाखेरि यीशु प्रभुले जित्नु भएको छ खानेकुरामाथि। उहाँले जितिसक्नु भएको छ। करार आमेन भन्नुहोस् न। आमेन, आमेन। दोस्रो राजा बाइबलमा नि तपाईँलाई खानेकुरामा भएको आशिष कर्म यति बिघ्न छ। आज म तपाईँलाई यो कुरा भन्छु, चर्च चाहिँ अभावमा होइन, चर्च चाहिँ प्रशस्ति आशिष कर्ममा जिउने व्यक्ति बनिनुपर्छ। यदि तपाईँले बुझ्नु भएन छ, जिन्दगीभर खानेकुराका दास बनिन्छ तपाईँ। पापी पेटको सवाल छ, बुढीले माग्यो, प्रार्थना गरेर खाएको, तपाईँको लडाइँ त्यतिमा मात्रै हुन्छ। अनि तपाईँ छिटै नै सुल्किन्छ। अनि परिवारले पनि दुःख पायो, चर्चले पनि दुःख पायो, बक्सले पनि दुःख पायो, सबले नै दुःख पाउँछ। सुन्नुहोस्, ट्रुथ तपाईँ जिउनु पर्ने चाहिँ आश्चर्य कर्ममा हो। तपाईँ जिउनु पर्ने चाहिँ प्रभुले रेस्टोर गरेको कुरामा। करार आमेन भन्नुहोस् न। दोस्रो राजाको किताब 4:2 र 3मा हेऱ्यो भने यहाँनिर नि एलिसाले सोध्दैछ। एलिसाले तिनलाई भने म तिमीलाई कसरी सहायता गरौँ, तिम्रो घरमा के छ मलाई भन। तिनले भने हजुर कि दासीलाई एउटा भुडेलकोमा तेल भएको अरू केही छैन। एलिसाले भने गएर आफ्नो सबै छिमेकीहरूबाट रित्तो भुडेलको लिएर ल्याऊ र थोरै मात्र नमाग। अलिकति हामी मुनि पढ्यो भने के छ, त्यो तेलमा नि आश्चर्य कर्म भयो। त्यो अपुगलाई नि स्वर्गले नि पुरा गर्न सक्यो। एलिसाले पुरा गरेको हो होइन, एलिसाले चाहिँ स्वर्गले भनेको कुराले नि भनिदिएको मात्रै हो। मेसेजलाई कन्भे मात्रै गरिदिएको। रित्तो खाले भाँडा ल्याऊ, विधवाको
अगमवक्ताको विधवालाई के भन्दैछ? प्रफिटको विधवालाई, तिम्रो बुढेकोमा भएको तेल चाहिँ खन्याउ न, आश्चर्य कर्म नि जन्मिन सुरु भयो। आज तपाईँको जीवनको आश्चर्य कर्मले तपाईँको जीवनमा खाँचोलाई पुरा गर्नुपर्छ। कसैले कुरा बुझ्यो, कसैले बुझ्नु भएन। तपाईँको जीवनमा नि प्रभुले गर्ने आश्चर्य कर्मले नि तपाईँको खाँचोलाई पुरा गर्छ। म त जिराखेको छु नि तपाईँलाई भनेको, हामी जिराखेको छौँ त्यसमा। मलाई थुप्रो मान्छेले सोध्छ कसरी तपाईँहरू एभ्री टाइम स्याटरडे सन्डे भात दिएको। स्याटरडे हामी 400 देखि 500 जनालाई खाना बनाउँछौँ, सन्डे हामी 1000 जनालाई हामी खाना पकाउँछौँ, 1000 जनाको। एक दिन होइन नि फेरि, एभ्री विक। कोही बेला 5वटा विक हुन्छ, 5वटा 10 मिल 5वटा छ भने 4 विक छ भने 8वटा। तर नि अहिलेसम्म मेरो बुढियाले मैले यो भनेको सुनिनँ, आज खाना पाक्दैन सिल्वानस, ग्यास छैन, चामल छैन, मासु किन्नु सकेन, सब्जी किन्नु सकेन, मैले अहिलेसम्म सुनिनँ। त्यो डल्लै कुरा मेरो बुढियाले हेर्छ। मैले कहिले पनि मेरो बुढीले नि यो कुरा भने सुनिनँ। म अहिले अस्ट्रेलियामा छु, मेरो बुढीले टेक्स्ट गरेको छैन, तिमी गयौ मासु कसले किन्छ? स्वर्गले देख्ने गरेको छ। तपाईँ नि आश्चर्य कर्म जिउन थाल्नुभयो भने तपाईँको खाँचोलाई नि प्रभुले नि देखरेख गर्नुहुन्छ। करार आमेन भन्नुहोस्। जब यीशु ख्रीष्ट यस पृथ्वीमा हुनुहुन्थ्यो, मैले एलिसाको कुरा गरेँ, अलिकति तपाईँको विश्वास बढोस् भनेको थुप्रो कुरा भन्नु सक्छु। तर जब यीशु ख्रीष्टले नि यहाँनिर हेर्नुभयो, योनाको 2 अध्यायमा हेर्नुभयो भने यीशु ख्रीष्ट नि बिहामा आउँदाखेरि के गर्नुभयो? सकेको 6वटा घ्याम्पाको दाखरसलाई नि उहाँले फेरि पानी हालेर पनि दाखरसमा परिवर्तन गरिदिनु भयो। खानेकुरालाई चाहिँ उहाँले रित्तेको भागलाई चाहिँ जहिले पनि उहाँले भरिपूर्ण आशिषले भरिदिनु भएको छ। करार आमेन भन्नुहोस् न। त्यो त यीशु प्रभुको पहिलो आश्चर्य कर्म थियो। तर पहिलो आश्चर्य कर्म के थियो भन्नुहोस्? बुढीको कुरालाई नि उहाँले नि आश्चर्य कर्म गर्नुभएको थियो। पहिला आत्माको आश्चर्य कर्म थिएन, बुढीको आश्चर्य कर्म भयो। म तपाईँलाई यो कुरा भन्छु, बुढीको लागि जिउने मान्छेहरू सुन्नुहोस्, तपाईँले ख्रीष्टलाई हेर्नुभयो भने तपाईँको बुढीको आश्चर्य कर्म चाहिँ उहाँले गर्नुहुन्छ। उहाँको खानेकुराको आश्चर्य कर्म उहाँले गर्नुहुन्छ। उहाँले प्रशस्ति दिनुहुन्छ, प्रशस्ति कुरालाई नि उहाँले ल्याउनुहुन्छ। करार आमेन भन्नुहोस्। आमेन। उहाँले 5000 जनालाई खुवाउनु भयो। मत्तीको किताब त्यसको 14 अध्यायको नि 19 देखि 21 टाइम जाँदैछ। यीशु ख्रीष्टले नि त्यो 5वटा रोटी र 2टा माछालाई के गर्नु भने त आश्चर्य कर्म गर्नुभयो। आज नि कतिजनाको जीवनमा तपाईँले नि त्यो डाइमेन्सनमा चर्च जिउँदै हुनुहुन्छ। मेरो जीवनमा चाहिँ अब आश्चर्य कर्म हुन्छ भन्ने कुरालाई पर्खिनुहुन्छ। अब चाहिँ नि मेरो पालो हो यो आश्चर्य कर्म हुने, मेरो घरानामा चाहिँ यो आश्चर्य कर्मको घटना घट्नु पर्छ भनिकन तपाईँ जिउन थाल्नु भयो भने नि म यो कुरा भन्दिनँ, अहिले यसै घडी त्यो शक्तिले तपाईँको जीवनलाई नि कार्य गर्न थाल्छ। आमेन, आमेन, आमेन। अहिले यसै घडी नि त्यो शक्ति देखा पर्छ। अहिले यसै घडी त्यो महिमाको कुरा देखा पर्छ। अहिले यसै घडी त्यो विजयको कुरा देखा पर्छ। अहिले यसै घडी नि उहाँले राख्नु भएको नि हरेक कुरालाई स्वर्गको कुरा पृथ्वीमा प्रकट हुन थाल्छ। किन भन्नुहोस्, उहाँले सम्पूर्ण कुरा विजय मान्छेको लागि, मान्छेको हितको लागि उहाँले गर्नुभएको हो। करार आमेन भन्नुहोस्। त्यो आश्चर्य कर्म चाहिँ मेरो लागि हो, मेरो लागि। जब घरमा बिहा हुन्छ है, यहाँबाट गएर नि एउटा केटाको बिहा छ, बिहा दिनुपर्ने छ, म जहिले पनि भन्छु प्रभु तपाईँले काना सरको विवाहको भोजमा आश्चर्य कर्म गर्नु, आजको बिहामा तपाईँले आश्चर्य कर्म गर्नुहोस्। कुनै रीतिले कमजोर नभएको होस्, प्रशस्ति भएको होस्। मेरो जीवन गर्नु म तपाईँलाई भनौँ, कहिले पनि अबु घटी कमी लाजन शरमा आल्छन् परेको छुइनँ अहिलेसम्म खाना अपुग भयो रे, भोकै फर्कियो रे मान्छे मेरो जीवनमा नि मैले अहिलेसम्म सुनिनँ। अहिलेसम्म मैले तपाईँलाई ठुलो कुरा गरेको होइन, म जिउँदैछु र तपाईँलाई भनेको तपाईँको 3वटा परिवार बाँड्नु लागि तपाईँलाई टाउको दुखिरहेको होला। अहिले मेरो घरमा नि 50 जना त जवान छोराहरू मात्रै। अस्ति कति चामल खान्थ्यो हाम्रो घरमा याद छ तपाईँलाई? 50 किलो चामल चाहिँ नि एक दिनमा पाक्थ्यो। 50 kg राइस पर डे पाक्थ्यो। अनि मैले नि 1500 किलो राइस किन्नु पर्थ्यो महिनामा। त्यति तपाईँले वर्षभरि पनि खाइसक्दैन। इनफ्याक्ट कतिजनाले त्यतिको थाहा कति हुन्छ देखेको पनि छैन होला, तपाईँहरूले कतिजनाले। किन भन्नुहोस् त, तपाईँहरू बाहिर खाने मान्छेहरू हो नि त।
यत्रो 5 किलो चामलको बस्ताहरू 10 किलोको बोकेर आउँदा कति ल्याए भन्नेहरू सुन्नुहोस्, त्यो आश्चर्य कर्म नि हामी जिरहेका छौँ। किन चाहिँ म तपाईँलाई यो कुरा बोल्दैछु भन्नुहोस् त, त्यो कुरा चाहिँ वास्तवमा रियल हो, देखा पर्दैछ। यो चाहिँ रियल हो, कथा भनेको होइन। प्रभुले आशिष दिनुहुन्छ भने उसले कथा भनेको होइन है। म त्यो आशिषमा जिउँदैछु, म तपाईँलाई भन्दै पनि छु म जिउँदैछु भनिकन। यो चाहिँ रियल हो, यो चाहिँ रियल हो। जवान छोराछोरीहरू, जुन दिन तपाईँले यो कुरालाई बुझ्नुहुन्छ नि, तपाईँको जीवनमा नि हरेक कुरा नि आश्चर्य कर्महरू देखा पर्छ। खानेकुरा नि तपाईँ खानेको निम्ति जिउने होइन, तपाईँ चाहिँ राज्यको निम्ति जिउने व्यक्ति बनिन्छ। अब जीवन चाहिँ कहाँनिर आएर अड्किन्छ भन्नुहोस् न। अब यस्तो यो देशमा आएर घर बनायो बाँकी लागिहाल्छ, गाडी किन्यो बाँकी लागिहाल्छ, मोबाइल नयाँ आयो बोक्नु त आइफोन 17 सबले बोकेको छ नि, कतिजनाको बाँकीमा हो फेरि त्यो पनि। सुन्नुहोस्, ट्रुथ भनिदिएको मैले यो देशको, तब हर्ट नहुँदा पनि हुन्छ। यो देशको सत्यता यो हो। अस्ति म सुन्दै थिएँ, एउटा भाइले मजाको भन्नुभयो, हामी धनी देशमा छौँ नि, तर हामी मान्छे चाहिँ गरिब छौँ भन्दै थियो। सबै कुरा लोनमा हो, यो घर पनि लोनमा हो, सबै लोनमा। उहाँले कथा भन्दै थिए, मैले राइट कुरा भन्नुभयो। सबै त बाँकीमा छ, बन्धनमा छ। सुन्नुहोस्, ट्रुथ भनिदिएकोमा तपाईँलाई। तर जुन दिन नि तपाईँ यहाँबाट स्वतन्त्र हुन चाहनुहुन्छ नि, तपाईँले त्यो महिमालाई नि हेर्न सक्नुपर्छ। अरू बाटो छैन, अरू बाटो छैन, अरू वे नै छैन। वे चाहिँ उहाँ नै हुनुहुन्छ, येशू ख्रीष्ट। त्यस कारण उहाँले भने बाटो सत्य र जीवन चाहिँ मै हुँ। उहाँले भन्नुभयो म हुँ त्यो बाटो। आज चर्च हामी त्यो बाटो हिँड्नै पर्छ। हामी त अरू बाटो हिँड्दैछौँ, बलको बाटो हिँड्दैछौँ, बुद्धिको बाटो हिँड्दैछौँ, तरिकाको बाटो हिँड्दैछौँ। तर चर्च फेरि पनि उहाँको बाटोमा फर्केर आउनुपर्छ। जुन चाहिँ अघिको पुस्ताहरू त्यो बाटोमा फर्केर आए, अघिको पुस्ता फर्केर आए, अघिको पुस्ता फर्केर आए। त्यससँग नभन्नुहोस् हाम्रो त भुँडीको लागि काम गरेको, त्यस कारण चर्च नआएको नि, त्यस कारण सेवा नआएको नि, हुँदैन। ख्रिस्टले त्यो ठाउँमा नै आश्चर्य कर्म गरेछ। तपाईँ आश्चर्य कर्ममा जिउने व्यक्ति बनिनुपर्छ। आमेन, आमेन। 5,000लाई 4,000लाई यति बेसी खुवाउनु भयो। ईश्वरले नि पत्रुसले माछै नमार्दाखेरि पनि दाहिनेपट्टि जाल हान त भन्दाखेरि यति बेसी माछा परेको। भन्नुको अर्थ चाहिँ के हो भन्नुहोस् त, तपाईँ ख्रिस्टसँगै हिँड्नु भयो भने तपाईँको अप्पु घटी कमी खाँचो उहाँले पुरा गर्नुहुन्छ। त्यस कारण बाइबल यो कुरामा चाहिँ ईश्वरका राज्य पहिला खोजी गर, सबै थोक तिमीलाई थपिनेछ। चर्च राज्यलाई हेर्नुपर्छ, सक्नुपर्छ पहिला। हेर्नुहोस् अरूलाई, कसले कत्रो घर बनायो, कसले कत्रो गाडी किन्यो, कुन चाहिँ गाडी किन्यो, बाँकीमा गाडी किनेको किन ठुलो कुरा छ। हजुर अस्ति मलाई अमेरिकाको एउटा भाइले भनेको थियो, मलाई आपा भन्छु उसले, आपा मैले यस्तो दामी ट्रक किनेकी थिएँ 1,80,000 को। छक्कै परे, आम्मा अमेरिकन डलर 1,80,000 को। त्यो ट्रक लिएर आउँदाखेरि नाक यत्रो हुन्थ्यो अरे उसलाई। सबैभन्दा महँगो ट्रक कुदाउँदैछु। अनि एक दिन नि ऊ जब सेवाकाईमा गयो नि, त्यो ट्रक किनिसकेपछि यति बेसी काम गर्नु पर्थ्यो अरे। त्यहाँदेखि उनी जब सेवाकाईमा गयो नि, प्रभुले त बोला भने अरे, मैले तँलाई बोझमा राखेको होइन, तर बोझ त तैँले आफैले लिएको त छोरा भने अरे। अनि उसले प्रभुलाई भने, प्रभु कुन चाहिँ बोझ? त्यो ट्रक मैले किन भनेको थिइनँ, तेरो सानो गाडी ठिकै थियो त अन्त, तँ किन चाहिँ देखाउने भएको, किन देखाउने भएको छोरा? तँलाई देखाउने कुरा चाहिँ कहाँबाट आइपर्यो भने अरे। रुएछ, पुरा रुएछ। मर्निङ स्टारमा रिक जोइनरको फेलोसिपमा गएको थिएछ त्यो मर्निङ। अनि यति बेसी ऊ ब्रेक भयो अरे। अनि उसले भन्दै थियो, आपा त्यो दिन मैले उठेँ अनि मैले फैसला गरेँ म देखाउने कुरालाई चाहिँ म उयो गर्छु। अनि उसले भने अरे कम्पनीलाई, मेरो ट्रक म रिटर्न गर्दैछु लैजाऊ। अन्त उसलाई नि रिटर्न गर्दा नि यस्तो आश्चर्य कर्म भएको छ। कम्पनीले भने अरे ठिक छ, तर यो भ्याल्युमा नि तिमीले यत्रो तिरेको छौ पैसा अगाडिको इन्स्टलमेन्टमा, हामी तिमीलाई एउटा नयाँ राम्रो गाडी दिन्छौँ। अनि उसले नि एउटा राम्रो गाडी पनि पाएछ। अनि उसले भन्दै थियो, आज म लोन फ्री छु, मेरो सानो गाडी छ आपा, तर मैले मान्छेलाई देखाउनु पर्दैन। म यति साह्रो खुसी छु, म यति साह्रो मेरो परिवार नि हामी आनन्दित छौँ। उसले यो कुरालाई भन्दै थियो। आज चर्च सुन्नुहोस्, हामी नि
आत्माको कुरामा होइन, आत्माको देखि सेकी गर भनेको पौलले भनेको थियो। तर हाम्रो देखा सेकी चाहिँ के छ भन्नुहोस्, धनमा, रुवाफमा, गाडीमा, घरमा, है, लुगामा कत्रो सुन लगायो, बिहामा के लगाउने, कत्रो कत्रो सुन लगाएर आउने, हामीले त्यहाँ पाइपुग्यौँ, शरीरमा पाइपुग्यौँ। खोइ आत्मामा आउनु हो भने चाहिँ यो कुरा भन्छु, माथिको कुरामा मन लगाऊ जहाँ चाहिँ ख्रीष्ट हुनुहुन्छ। आमेन, आमेन, आमेन। यदि नि हामी त्यो ठाउँमा फर्क्यौँ भनेदेखि प्रभुको महिमाको कुरा देखा पर्छ। आज नि खाने कुरामा नि प्रभुले आश्चर्य कर्म गर्दैछ। यस कारण खानुको लागि काम नगर्नुहोस्। आज एउटा ट्रुथ तपाईँलाई भनिदिउँ, तपाईँ खानुको लागि काम गरेको तपाईँलाई नभन्नुहोस्। खाने कुरामा नि तपाईँले भर पर्यो भन्दा नि, त्यस कारण त यीशु ख्रीष्टले के भन्नु भनेछ, ऊ त्यो भङ्गेरालाई हार्दा, ऊ त्यो चरालाई हार्दा, रोप्दैन पनि कट्नी पनि गर्दैन, खाइरहेको छ त। खाने कुराको हुन्छ त्यस्तो। संसारको हात्ती भोकले मरेको छ र, कम्ती खाँदैन त हात्तीले अन्त, तर त्यो हात्ती त जिउँदैछ त अन्त। किन भन्नुहोस्, स्वर्गको परमेश्वरले जुटाउनुहुन्छ। चर्च फर्केर आउनुपर्ने चाहिँ जुटाउने ठाउँमा हो, स्वर्गीयले देखरेख गर्ने ठाउँमा फर्केर आउनुपर्छ। आफ्नो बल अनि बुद्धि नै आफ्नो तरिकामा होइन। कराएर आमेन भन्नुहोस्। आमेन। तेस्रो कुरा, पहिलो कुरा के थियो, भूतलाई निकाल्नु। दोस्रो कुरा के को आश्चर्य कर्म, मिरेकल चाहिँ खाने कुराको। तेस्रो कुरामा आउँदैछु म, थर्ड पोइन्ट, नेचर माथि प्रभुले अधिकार दिनुभएको छ। नेचर माथि, नेचर अहिले पानी परिरहेको छ नि है, खासमा चाहिँ पानी रोक्ने हुनुपर्ने यहाँकोहरू। म हिँड्दैछु पानी रोकी, मेन जीवनमा पुरा ट्राई गर्दैछु, पुरा बोल्दैछु म पनि। कोही बेला रोकिँदैन, कोही बेला रोकेको पनि छ, फेरि बोलेको छु। मुर्दामाथि बोल्दैछु, मर्नु आँटेको छ भने जीवन बोल्दैछु। अनि नि मैले सिक्दैछु यो नेचरमाथि नि प्रभुले नि हाम्रो अख्तियार दिनुभएको। यो सृष्टि त बन्धनमा चाल्यो। सायद सेकेन्ड सेसनमा सोन भाइले तपाईँलाई सिकाउला। सृष्टि बन्धनमा छ। जब आदम र हवले पाप गरे नि यो सृष्टि त व्यर्थताको बन्धनमा परेर गयो, बन्धनमा छ। त्यसकारण त अघि म यहाँ प्रार्थना गर्दा मैले यो भूमि म तँलाई स्वतन्त्र घोषणा गर्दैछु, खोल्दैछु नि, हुर्केको छ र आएको छ नि त, उभिएको छ। सुन्नुहोस् है, म एउटा पास्टरलाई चिन्छु, हामी युकेमा उहाँहरूलाई बोलाएको थियौँ जोसामा। अनि उहाँले एक दिन एउटा मजाको कुरा गर्नुभयो, म उहाँसँग बात मार्दै थिएँ। अनि उहाँले भन्नुभयो, सिल्भानस एउटा पास्टर आयो, यस्तो लाज भयो मलाई अरे नि। अनि मैले भने के चाहिँ भन्नुहोस् न। अनि उहाँले के भन्यो भन्नुहोस् त, उहाँले नि अमेरिकामा बोलाएको थिएछ। अनि त्यो पास्टर आयो, अनि पुरा पानी परेको थियो अरे। अनि उसको त छाता छ नि एउटा मात्रै थियो अरे। अनि उनीहरू 4 जना, एउटा छाता। अनि उसले भन्यो अरे, तपाईँ यो छाता ओढेर आउनुहोस् पास्टरयामा, हामी बुढाबुढी चाहिँ त्यो पार्किङ लटमा गएर छिट्टो कुदेर गएर गाडीलाई हामी लिएर आउँछौँ, अनि यहीँनिर हामी फर्काएर लिएर आउँछौँ, तपाईँ यहीँ उभिँदा हुन्छ भन्यो अरे। अन्त दर्र पानी परिरहेको। अनि त्यो पास्टरले भन्यो अरे, क्या यसो गर्दा हुँदैन, तपाईँ पनि नभित्ने, हामीले पानी नै रोक्यो भने त छातै पर्दैन नि भन्यो अरे। अनि त्यो मान्छे यसो बेर भने आकाशलाई हेर भने, ए पानी रोकी भन्यो अरे। उसले नि त्यो छातालाई नि लास पनि हुँदैछ, फोल्ड गर्दा नगर्दा झ्याप्पै पानी रोक्यो अरे, झ्याप्पै। अनि उनीहरू ओबानोमा नि 4 जना नि। अनि उसले त्यो दिनभरि त्यो पास्टरसँग बोल्नु सकेन अरे। उसलाई लास लाग्यो, मेरो विश्वास चाहिँ के भएको भनिकन। कतिजनाको जीवन नि छातामा विश्वास छ, कतिजनाको विश्वास लुगामा छ, जुत्तामा होला, पानी नछिर्ने जुत्ता है। जुत्तामा विश्वास नगरे भाँची चाले, मेरो पनि भाँचिएछ। उयो सुन जस्तो थियो, मजाको यो जुत्ता टल्किने, निभाले कस्तो प्याक गरिदियो, निमै भाँचिएछ। अनि मैले अर्को पनि भचाइदिएँ, प्लेन बनाइदिएँ जुत्ता। 2टा सुन गयो मेरो जुत्ताको। हजुर सुन्नुहोस्, हामी भर परेको कुरा अलिक चुडेर जान्छ। अघि मैले भचाउँदै हेर्दै थिएँ, हाँस्दै थिएँ। जुन चाहिँ कुरा राम्रो देख्छ भने चाहिँ कति बेला भत्केर जान्छ थाहा हुँदैन। भने आज मैले प्लेन जुत्ता लगाएर आएको छु, तर यो जुत्ताको अगाडि चाहिँ सुन जस्तो थियो मजाको, त्यस कारण यो जुत्ता लाउँथेँ म जहिले पनि। तर आज मैले केही नभएको यी सातसुत 2टै कानबाट सुन निकालेको जस्तो जुत्ता लगाएर आएको छु। तर केही फरक भयो? फरक केही पनि भएन, फरक केही भएन। किन भन्नुहोस्, मैले केही नभने मैले कम्फर्टेबल जुत्ता लगाएको छु, द्याट्स इट। तर जीवनमा हाम्रो कहाँनिर अड्किन्छ भन्नुहोस्, मैले के कुरा गर्दैछु, के कुरा चाहिँ मेरो जीवनमा हुनु पर्थ्यो। यहाँनिर यो नेचरले नि तपाईँको जीवनमा नि के कुरा गर्नुपर्छ। पानी पर्दाखेरि छाता किन्छु भन्नु भन्दाखेरि नि
म पानी नरोक्ने व्यक्ति बनिन्छु विश्वासको, कस्तो चाहिँ हुन्छ होला? कस्तो चाहिँ हुन्छ होला? कस्तो हुन्छ होला चर्च? उही बोलेन, अलिक अलिक भारी नै बोलेँ कि क्या हो मैले त। यो त सजिलो म्यासेज बोलेको, ओभर सजिलो, अलिक भारी भयो कि क्या हो हजुर? मुन प्र्याक्टिस गर्दैछु, रोकेको छैन थुप्रै कुरा। हामी कहाँ पो थियौँ भाइ? एउटा मिटिङमा आँगनमा बाहिर खरसाङदेखि एउटा मुनि, मैले नि एक्ज्याक्ट नाम बिर्सेँ, अब त्यहाँको कथा भन्छु। सन भाइ र म बोल्नु गएको बाहिर ओपन इयर मिटिङ, अब रेनी सिजनमा बोलाएको खरसाङदेखि मुनिपट्टि। अनि भरे ठुलो फुटबल ग्राउन्डमा मिटिङ रहेछ। पहिलो सेसन मेरो, त्यहाँदेखि म नेपाल छिर्नुपर्ने, त्यही राति दिउँसो नै त्यहाँदेखि भाइ बोलेर ग्यान्टोक फर्किनु पर्ने। हामी दाजुभाइ पुग्यो, हाम्रो टिम पुग्यो सबैजना। अनि फर्स्ट सेसनको लागि निमन्त्रणा दियो। अनि म स्टेजमा चढ्दाखेरि नि पानी पानी पर्न थाल्यो। साउन्ड सिस्टमहरू हतार हतार है, त्यो हायर गरेर ल्याएर रहेछ उनीहरूले नि, त्यो पोलिथिन ल्याएर नि छोप्नु थाल्यो। अब म त सेवक हो नि त, के भन्नु? बस्नुहोस् न, तिनी छाता खोल्नुहोस् भन्नु कि भन्नु भन्नुहोस् त। अनि मेरो बेला उभिएर हुने, ए पानी येशूको नाममा रगत आज्ञा छ, रोकी। त चाहिँ यो ग्राउन्डमा पानी पर्न पाउँदैनस्। रेनी सिजनको कुरा गर्दैछु, त्यो झुकुलको कुरा गरेको होइन। पानी पर्दै थियो वरिपरि, रोकी भने। सर भाइहरूको चर्चको एकजना भाइ हुन्छ, एकदमै राम्रो सोझो केटा छ। अनि उसले मनमा भने अरे क्या, दाजुले त्यसो भन्नु हुँदैन थियो, अब पानी पर्छ, पानी परेपछि दाजु हौडिन्छ, त्यसै त जोसाला के भन्छ, यो पानी रोकेन त झन् जोसा हौडे हुन्छ। यति साह्रो डर लाग्यो अरे, त्यो भाइले प्रार्थना गरे अरे। त्यो भाइले पछाडि आएर भनेको म तपाईँलाई भनिदिएको, मलाई आएर भने पनि उसले, दाजु म त कस्तो लाग्यो त्यो दिन भनिकन भने। बिचरा सोझो केटा, रोकी भन्यो अनि पानी रोक्यो। पानी रोक्यो अनि मेरोबाट बोल्नु थाले, भट्टाभट बोले। मेरो सेसन सके, 1-1.5 घन्टा बोले, प्रार्थना गरिदिए। त्यहाँदेखि सोल्न भाइ उठ्नु भयो, बोल्नु भयो, त्यहाँदेखि म निक्लेँ। त्यहाँदेखि म काँक्री भिटाको छेउमा पुगेर मैले फेरि फोन गरेँ हाम्रो केटाहरूलाई, भाइ म गइसकेर पानी परेको परेन? अनि उसले भन्यो, वरिपरिको डाँडामा चाहिँ भयङ्कर पानी पर्दैछ दाजु, तर हामी बसेको ग्राउन्डमा चाहिँ एक छिटा पनि पानी आएको छैन। सुन्नुहोस्, यो नेचरमाथि नि प्रभुले अख्तियार दिएको छ। चर्च अख्तियार दिएको छ तपाईँलाई असिना रोक्ने। अहिले तन्त्र मन्त्र गर्ने चाहिँ असिना पराउँदैछ, पानी पराउँदैछ, अनि हामी के भन्दैछौँ, उनीहरू शक्तिशाली। त्यो भाग त उनीहरूले खोसिसक्यो, हामीले कहिले खोज्ने? अनि हामी चाहिँ के हुन्छ, प्रभुले अब यो भन्दिनँ, अझ तपाईँलाई बन्दुक छ होला। प्रभुले त छानेका मान्छेहरूलाई चलाउँछ होला, होइन, प्रभुले तपाईँलाई चलाउन चाहनुहुन्छ। चर्च तपाईँलाई दिएको अख्तियार हो, तपाईँलाई दिएको अख्तियार हो। जब नि यो सम्पूर्ण नि बाइबलमा तपाईँले हेर्नुभयो भने नि यो प्राकृतिक कुरामा नेचरलाई नि यहोशूले पनि रोकिदियो। यहोशूको नि 10 अध्यायको नि 12 र 13मा पढ्दा मलाई खुब मनपर्छ। परमप्रभुले एमोरियालाई इजरायलीहरूको हातमा सुम्पिदिनु भएको दिनमा यहोशूले परमप्रभुसित इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त गिबोनमाथि, हे चन्द्र त चाहिँ अक्लियोनको बेसीमाथि अडिरह, जति शत्रुमाथि प्रतिशोध नलिन्जेल सूर्य चन्द्र थामिए। यो कुरा उल्लेख यशरको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। घामलाई नि रोकिदियो, जुनलाई पनि रोकिदिएको छ। यहोशू नि साधारण मान्छे, तपाईँ नि म जस्तो। सुन्नुहोस्, यदि नि परिस्थिति नै आइपर्यो भने चर्च नि त्यो ठाउँमा उभिएको हुनुपर्छ। रोकी भन्दाखेरि रोकिने। तुफान आउँदाखेरि त चर्च त उभिएर रोक्नु पर्यो नि त, कि सेल्टर खोज्न जानु? हजुर, यहाँ त आइरहन्छ, रोक्नुहोस् न। चर्च आज हामीले बिर्स्यौँ त्यो कुरालाई। हाम्रो नि लडाइँ त नि आफ्नो बिचमा लडाइँ भयो, तर हामी त बाहिर लड्ने नै भएनौँ। यदि चर्च उभियो भनेदेखिलाई त्यो फेरि पनि महिमाको कुराहरू प्रकट हुन लागेको छ। कराएर आमेन भन्नुहोस् न, आमेन। मत्तीको किताबमा हेर्नुहोस्, आँधी चढेको छ, यीशु ख्रीष्टले आँधीलाई शान्त गर्नुभयो। 8 अध्यायको 23देखि 27। मत्ती 14को 25मा हेऱ्यो भनेदेखिलाई नि त्यहाँनिर पनि नि यीशु प्रभुले नि आश्चर्य कर्मलाई गर्नुभएको छ। पानीमाथि हिँड्दै गर्दाखेरि नि पत्रुसले नि विजय पाए। त्यहाँदेखि हामी हेऱ्यौँ भनेदेखि यति बिग्न नि आश्चर्य कर्म देख्छौँ हामी।
अब चौथोमा आउँदैछु प्रभुले मुर्दालाई अन्तिम दिनमा फेरि पनि बौरा उठाउन चाहनुहुन्छ। किन मैले किन यो कुरालाई गर्दैछु भन्नुहोस् त, प्रभुले जुन कुरा अघि गर्नुभयो त्यो कुरा फेरि पनि मैले दोहोऱ्याउन चाहनुहुन्छ। चर्च राम्रो ध्यान दिएर सुन्नुहोस् त प्लिज। प्रभुले जे कुरा अघि गर्नुभयो जवान, प्रभुले त्यो कुरालाई फेरि पनि रिपिट गर्न चाहनुहुन्छ। तपाईँ तयारी हुनुहुन्छ? तपाईँ तयारी छ? म चाहिँ तयारी छु। म त्यही दिनको लागि सेवाकाई गर्दैछु। प्रभुले अघि जे गर्नुभयो अब त्यही हुन्छ। अघि प्रभुले लाजरसलाई बौरा उठाउनु भयो, अब हाम्रो पालो हो, हामी उठाउँछौँ। किन भन्नुहोस् त, चर्च चाहिँ नि त्यो ठाउँमा प्रभुले नि प्रतापी चर्चलाई नि लिनु आएको छ। त्यस्तो चर्च हो, त्यस्तो चर्चलाई चाहिँ प्रभुले लिनु आउँदै हुनुहुन्छ। त्यो त भनेको त फेरि चिन्ह चमत्कार चिन्ह लागा भनेपछि त्यता जानु होइन नि। फेरि प्रशस्ति पाएको भए पो त्यता नजाऊ भन्नु दुमो पनि छैन। सुन्नुहोस् है चर्च, दुमो पनि छैन। बुझ्नुहुन्छ नेपाली त होइन, दुमो पनि छैन। चिन्ह चमत्कारको त त्यता जाने त कुरै अन्त दुमो त छैन। सुन्नुहोस्, अब नि चर्च नि त्यो शक्तिमा खडा हुने टाइम हो। जुन दिन नि चर्च नि त्यो ठाउँमा खडा हुन्छ नि, यीशु ख्रीष्टले मरेकोलाई मरेको छोड्नु नि उहाँले दिनु भएन। पिताको नि महिमा हुनु पर्थ्यो। यस कठोर विश्वास नगर्ने पुस्ताले नि जुन दिन मरेको बौरा उठ्छ नि, एथिस्टहरूले विश्वास गर्न थाल्छ। हेलो जवानहरू, राम्रो सुन्नु छोराछोरीहरू, यहाँनिर अहिले अस्ट्रेलिया हो, संसार होस्, एथिस्टहरू होला। विश्वास गर्ने कुनै पनि देवी देवता छैन भन्ने कुरा, तर उनी मरेकोलाई नि जुन दिन बौरा उठाउँछ नि, उसले विश्वास गर्छ यीशु जिउँदो रहेछ भनिकन। चर्च कहिले त्यो ठाउँमा आइपुग्नु, कहिले त्यो ठाउँमा आइपुग्नु, कहिले त्यो ठाउँमा आइपुग्नु, कहिले उभिनु। हामी मुर्दालाई नि बर उठाउनु लागि नि कहिले प्रार्थना गर्नु भएको? कसैले गरेको छ? यसो हेर्नु त कुनै रहेछ? हजुर एकजना रहेछ नि बा, अरू कि छिटो गाड्नुमै एक्सपर्ट तपाईँहरू? लिफामा लेखिहाल्यो नाम। एकदम संवेदना छ है तपाईँलाई, हार्टफेल कन्डोलेन्स फ्रम यस्तो $50 हालिदिइहाल्यो। त्यो मुर्दाले खाओस् फेरि। सुन्नुहोस् है, चियापत्ती बोकेर गयो, चिनी बोकेर गयो, कोक बोकेर गयो। हजुर अलिक तम्बु लगाएन, तम्बु लगाइदियो। अलिक यहाँ त अलिक गाड्नु पैसा पऱ्यो भने फेरि पैसा नि उठायो फेरि। सुन्नुहोस्, चर्च प्रभुले नि हामीलाई रेस्टोर गरेको कुरा चाहिँ चर्चलाई के हो भन्नुहोस्, मुर्दालाई बराउने कुरा हो। गरौँ न प्रार्थना। उठेन नि ठिकै हो नि, तर कोही त उठ्ला नि फेरि। कोही त उठ्थ्यो होला नि। आज नि कोही त उठ्ने होला पनि हामीले गाडिसक्यौँ खासमा। मलाई चाहिँ त्यस्तो लाग्छ। यो चाहिँ मेरो पर्सनल ओपिनियन है। कोही उठ्ने होला पनि हामीले गाडिसक्यौँ। अन्त लास्टमा पछाडि भेट्दाखेरि चाहिँ भन्छ होला, ओ दाइ तिमीले त्यो दिन प्रार्थना गरेर म उठ्थेछु नि, त तिमीले नगर्दै हेर त म त छिटो आइपुगेँ यहाँनिर भनेर। किन भन्नुहोस् त, हामीले प्रार्थना त गरेनौँ। सुन्नुहोस्, प्रार्थना गर्नुहोस् न। म डेभिड होगेन भन्ने मान्छेलाई चिन्छु, मलाई खुब मनपर्छ त्यो मान्छे। कतिजनाले पत्याउँदैन होला है, तर त्यस्तो मान्छेको कुरा किन पत्याउँदैन भन्नुहोस् त, किन उसले गरेको नगर्नेले कहिले पनि पत्याउँदैन। समस्या चाहिँ त्यही हो, नगर्नेले कहिले पनि पत्याउँदैन। मैले उसको त्यो भिडियो फोटोलाई हेर्दै थिएँ, अनि उसले भन्दै थिएँ मैले यसको बाउलाई मुर्दाबाट बरौटाएको, यो चाहिँ यसको छोरा हो, यो चाहिँ मुर्दाबाट बरौटाएको मान्छे चाहिँ यो हो। मलाई मजा लाग्यो। अनि उसले भन्दै थिएँ यो हात, उसले यसरी देखाएर भन्छ जहिले पनि, यो हात मैले छुएर 37 जना मुर्दालाई बरौटाएको छु। 37 जना नि डेड रेज गरिसक्यो डेभिड होगेनले, एकजनाले 37 डेड रेज। 37 जना चाहिँ बरु हामीले गाडिसक्यौँ। हामी चाहिँ गाड्नेमा च्याम्पियन छौँ। अन्त लामो घरमा गयो, सेवा गर्यो, उल्टा पुल्टा बोल्यो, अन्त परिवारलाई रिस उठाइदियो, छिमेकीले रिस उठाइदियो। तर त्यो छिमेकी आउँदाखेरि नि उठ येशू ख्रीष्टको नाउँमा रगतमा भनेको भए के हुन्थ्यो होला? के हुन्थ्यो होला? हजुर 8 छ चर्च, 8 छ। पहिला त 8 चाहिन्छ, 8 चाहिन्छ, 8 चाहिन्छ। डर छोराले सक्दैन, 8 चाहिन्छ। पहिला आँटी बनिनुहोस्, साहसी बनिनुहोस्। पवित्र आत्मा पाएपछि तपाईँ साहसी बनिन्छ। बोल्नुहोस् न। मैले बोलेको छु, उठेको छैन, तर मैले जारी राख्दैछु,
जारी। जुन दिन पनि नि मुर्दा देखे नि छोएर चाहिँ भन्छ उठ उठ, उठेन तर एक दिन उठ्छ, एक दिन उठ्छ, एक दिन उठ्छ। म त्यो दिनलाई हेर्दैछु किनभने वचन पक्का नै नि पुरा हुन्छ। आमेन आमेन। चर्च मुर्दालाई बर उठाउँ। आज यसको दुईटा भागलाई भन्न चाहन्छु। नम्बर 1 चाहिँ पक्कै मरेको हो, अर्को चाहिँ नि मरिसक्यो नि चर्चबाट निक्लेर गएर आउँदिन भन्नेहरूलाई त्यो मुर्दा नै भइसक्यो। सङ्गति नआएर तेरो चर्चमा त म आउँदिनँ भन्नेहरू पुरा हुन्छ नि ठुस्किने विश्वासीहरू, उनीहरूलाई नि बर उठाउँ, रेस्टोर गरौँ, उनीहरूलाई पनि नत्यागौँ, नछोडौँ। उनीहरू ख्रिस्टको छोराछोरीहरू जाउँ, उनीहरूलाई ब्याक फर्काएर ल्याएर आउँ। उनीहरू मरिसके आत्माको क्षेत्रमा बोलिदिउँ जीवनलाई। त्यो जीवन चाहिँ नि उनीहरूकोमा फरेर नि उनीहरू फेरि पनि फर्केर आउन सकोस्। चर्च आज एउटा कुरालाई भन्न चाहन्छु, मार्नु सजिलो छ, फिजिकल डेथ सजिलो, तर नि जिउँदै मर्नु जस्तो साह्रो केही पनि छैन। मैले थुप्रो मान्छेले नि यसो भनेको सुनेको छु, म जिउँदो लास हो भनेको। पहिला त बुझ्दिनँ थियो कलिलो हुँदाखेरि, तर अहिले बुझ्छु ए परिस्थितिले मान्छेलाई लग्यो भने चाहिँ त्यस्तो हुँदो रहेछ। अनि उसले भन्थ्यो मेरो जीवनको सबै कुरा उजाड भएको, यो मरेको त्यो मरेको, त्यो भएको त्यो भएको त्यो भएको त्यो भएको त्यो भएको, उनीहरूको पीडालाई हेर्दाखेरि। तर कसले चाहिँ त्यो मान्छेको जीवनलाई रेस्टोर गरिदिने? ऊ मरेको छ जिउँदैमै, कसले रेस्टोर गरिदिने? अर्कालाई चोट पुऱ्याउन सजिलो छ, अर्कालाई ब्लेम गर्नु सजिलो छ मेरो प्रियहरू, तर अर्कालाई उठाउनु चाहिँ नि गाह्रो हुन्छ। कहिले उठाउने बनिने? चर्च त्यो मुर्दामा नि जीवन बोल्ने व्यक्ति बनिनुपर्छ। उठ भनेर, उठ भन्ने व्यक्ति चाहिन्छ, उठ भन्ने। म जुन सेवकाई गर्छु जस्तो व्यक्तिले भेट्छु, ड्रग एडिक्ट, पक्ला, तपाईँले अनलाइन हेर्नेहरूलाई थाहा छ, हाम्रो यहाँ भाइले हेर्नुहुन्छ है भाइ, त्यहाँ म कराउँदै गर्छु, ओ सल्युट दिनेलाई पक्डी, ओ त्यसलाई पक्डी भनेर पक्लाहरू आएको हुन्छ नि। अनि त्यो पक्लाहरू नि कोही चाहिँ नि एउटा यस्तो थियो, जति बेला म बोलेको स्ल्याट दिइहाल्यो, यसो गर्दै उठेर अन्त बिल्डिङ दुर दुर हल्लाउँछ त्यो पक्लाले, पक्डी त्यसलाई, पक्कै हुन्छ कोही बेला बाँधेर राखिदियो जस्तो लाग्छ नि, हो कि भन्नुहोस् त। तर मैले भन्थेँ लिएर आएछ प्रभुको उपस्थितिमा। अस्ति एउटा केटा 6-9 उखालेछ, पग्ला 6-9 पक पक उखालेछ। जब केटाले एकछिन वासरुम जाँदा 6-9 उखालिसकेछ, कुनै कुन नङ त छैन हातमा। अन्त मैले भने बाँध त्यसलाई, रातभरि बाँध्यो। अब त्यसलाई सेभ गर्ने उपाय चाहिँ दिनुहोस्, प्रार्थना गर्दै नि बिहान गएँ। विचारमा के छ भन्नुहोस्, ट्याम दिउँ भनेर, हो कि भन्नुहोस् त। तर गएर भने ए छोरा, मलाई गुरुबा अरे, नेपालको छोरा, गुरुबा आइज, मैले खोलिदिएलाई, हात पनि सुनिरहेको रहेछ, खोलिदिएलाई। अँगाला मारेर लगे, त्यसको कहिलेदेखि दाँत नमलेको गनाइरहेको छ, कहिलेदेखि नआएको ठास्स भइरहेछ, किन त्यसको नङ उकेपछि त्यसलाई नआउने कुरा पनि भएन। अँगाला मारेर नै लगेर गयो। म ग्रेट छु भन्न चाहेको होइन है, तर म तपाईँलाई भन्न चाहेको ख्रिस्टको सेवकाई चाहिँ के हो भन्न चाहेको। लगेर किचनमा राखेँ, अनि मेरो छोरालाई भने यसलाई मिठो खाजा बनाएर दियो, ब्रेकफास्ट दियो, खायो। अनि मैले हेर छोरा, किन तैँले नङ उखालिस्? बोलेन। अनि मैले अब तैँले उखालिस् भने यत्रो लट्ठीले ल्याएर अगाडि राखेँ, म तँलाई यसले गोद्छु, मैले गोद्नु नपरोस् तँलाई, म तँलाई त माया गर्छु नि है छोरा, म तँलाई माया गर्छु, मैले तँलाई कुट्नु चाहदिनँ, मलाई कुट्ने रहर छैन। त्यो छोरा नि त्यो दिन त्यसको टाउकोमा हात राखेर प्रार्थना गरेँ नि, आज तपाईँलाई गवाई हुन्छु। म यहाँ आउँदाखेरि नि म सबभन्दा ढिलो गएको, मलाई गाडीमा नि सिएफ गर्नु आएछ, हाम्रो घरको छोराछोरी प्रायः त्यसो गर्छ। अनि मैले यसो हेरेँ त लाइनमा त्यो पनि रहेछ। मलाई यसरी गुरुबा राम्रोसितले गएर आउनुहोस् अरे, मलाई यसो गरेर उसको दिमाग फर्क्यो। केले? एउटा अलिकतिको मायाले। दोष देखाउनु र भन्नु सजिलो छ। एक दिन नि एउटा यङ केटा पेनमा नि टट्टी गरेछ, कस्तो हुन्छ भन्नुहोस्, जवान केटाले टट्टी गरेर गनाउँदा कस्तो हुन्छ? त्यसलाई नुहायो गरेँ। अनि मैले भने अब अरूले त कुट्नु खोज्छ नि त, यो कति छाडा भनेर।
अनि मैले नि, "ऐ छोरा यहीँ छ, तैँले त्यसो गर्नु हुँदैन।" मैले नकुट, यसको दिमाग चाहिँ यो त सक भएको छ, यो फर्किनुपर्छ। त्यो केटा नि राम्रो रेस्टोर भइकन नि धरानको केटा फर्केर गयो अस्ति। अनि उसको पास्टरले मलाई भन्थ्यो, "दाजु धन्यवाद, पग्लालाई मान्छे बनाएर पठाउनु भएको छ।" अनि मैले भने, "मैले होइन, त्यो चाहिँ यीशु ख्रीष्टले हो।" कहिले भत्केकालाई बनाउने चर्च? भत्काउनु सजिलो छ, नपग्लालाई पग्ला बनाइदिनु सजिलो छ कुरा गरेर। हामीले फेरि त्यस्तो पनि पग्ला बनाइन्छ, रिसले पग्ला बनाइदिनेहरू हुन्छ नि होइन, कुरा लगाइदिएर, "ओ तिमीलाई त यसो भन्दैछ भने रिसले पग्ला हुन्छ नि, जाँदिन म हिँड्न चला तपाईँ ताङ्दिन।" सुन्नुहोस्, पग्लालाई मान्छे बनाउने कोही चर्च कहिले आउँछ? कहिले त्यो ठाउँमा उभिने? कहिले चाहिँ जीवन ल्याउने ठाउँमा उभिने? यीशु आउँदै हुनुहुन्छ त चर्च। कहिलेसम्म न्याय मात्रै गर्नुहुने? कहिले मात्रै दोष मात्रै देखाउने? तँ यस्तो, तँ उस्तो, तँ उस्तो, कहिलेसम्म ब्लेम मात्रै गर्नुहुने? तर कहिले जीवन ल्याउने बनिने चर्च? चर्च चाहिँ लास्ट डेजमा चाहिँ नि निको पार्ने ठाउँमा उभिसकेको हुनु पर्थ्यो, रेस्टोर गर्ने ठाउँमा उभिसकेको हुनु पर्थ्यो, जीवन ल्याउने ठाउँमा उभिसकेको हुनु पर्थ्यो। कराएर आमेन भन्नुहोस् न। सुन्दिन हामी त्यो ठाउँमा आइपुग्छौँ नि, त्यो जीवन अनि शक्तिको कुराहरू देखा पर्छ। बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? खासमा मेरो टाइम छ क्या, मलाई 12 बजीसम्म त टाइम थियो, तर बोल्छ अब 1-2 पोइन्ट छ। चर्च आउनुपर्छ। 5औं बुँदा प्रभुले नि हिलिङलाई रेस्टोर गरेर जानुभएको हो, चङ्गाईलाई। अब फेरि अहिले कस्तो छ शिक्षा है, पवित्र आत्मा नमान्ने चङ्गाई हुँदैन, सिज भयो। अहिले हामी त रात दिन चङ्गाई भइरहेछ त फेरि। अन्त कसरी भयो? सुन्नुहोस् जवान पुस्ता, तपाईँलाई नि मान्छेको रङ थियोलोजी कन्सेप्टले नि तपाईँलाई नि उल्टा पुल्टा पार्छ। कसले भन्यो मतलब छैन, वचनले के भन्यो मतलब छ। कसले भन्यो? हजुर कसले भन्यो मतलबै छैन। यीशु ख्रीष्टले भनेको चाहिँ मतलब छ। मैले भनेको मतलब नराख्नुहोस् मेरो प्रिय, म वचनको कुरा गर्दैछु। यीशु प्रभुले के भन्नुभयो? यीशुले चाहिँ चङ्गाई गर्नुभयो, आउनुभयो नि, प्रभुले दुखेकोलाई चङ्गाई पार्नुभयो। बेतेस्दाको 38 वर्षको कोजेला प्रभुले हिँड्ने बनाउनु भयो त। अन्त भन्यो भने गाली गरेन फेरि, 38 वर्ष खाँदै बस्दै गर्छ, तँलाई त यस्तै हुनुपर्ने नि, खाँदै बसेको हो नि त ऊ त। तर प्रभुले नि के भनिन्छ? तिमी नि कुनै इच्छा गर्छौ, उठ आफ्नो खाटलाई लिएर जाऊ। हामी भए चाहिँ नि डन्ठा पो लिएर आउँछ होला, तँलाई त भाटा लगाएर खेद्छु यहाँबाट। प्रभुले निको पार्नु भयो। चर्च समस्यालाई एड्रेस गर्ने नहुनुहोस्, चर्च चाहिँ समस्यालाई समाधान गर्ने व्यक्ति बनिनुहोस्। मेरो लिडरसिपमा चाहिँ एउटा कुरा भन्छु, पोल नसार है। हाम्रो नेपाली चाहिँ पोल सार्ने हुन्छ नि, हामी लिडरहरू पुरा होइन पसबु पोल सारिन्छ। सुन्नु भयो बाछा भाउ, मिठो पारा सुन्नु भयो, फल्ना यस्तो छ, मैले नभनेको नभन्नुहोस् ल, तपाईँलाई मात्रै भनेको पोल सारेर, उसले भनेको नभन्नु भन्छ फेरि। सुन्नुहोस् है, मन सुन्छु अनि म भन्छु, समस्या भनिस् समाधान भन। अब तैँले त्यो मान्छेको जीवन यस्तो देखिस् भने चाहिँ त्यसो भए सल्युसन भन, सल्युसन भन। प्रब्लम न त नभन है, सल्युसन पनि ल्याएर आएछ, दुइटै ल्याएर आएछ। त्यसो भनेपछि नि मान्छे आउनु छोड्दो रहेछ। मैले दामी कुरा सिकेँ। नभए चाहिँ नि भात डढेको पनि लिएर आउँछ, अलिकति बेडसिट फाट्यो भने पनि लिएर आउँछ, देखाउने चाहिँ थुप्रो हुन्छ, गर्ने चाहिँ कोही पनि हुँदैन। सुन्नुहोस्, पोल नसुन्नुहोस्, पोल नसुन्नुहोस्, चर्च पोल नसुन्नुहोस्। पोलले समस्यालाई नि गर्छ, समाधानमा आउनुहोस्, निको पार्नुहोस् चोटलाई। प्रभुले नि 38 वर्षको कोजे छ नि, पोल सुनेर आएन नि, एहे भाइ तँ त 38 वर्षको सबभन्दा सिनियर मोस्ट अरे, तँलाई यहाँबाट रिटायरमेन्ट दिउँ भनेन। सुन्नुहोस्, अहिले हाम्रो भने यस्तै हुन्थ्यो बेहोरा। तर प्रभुले के भन्नुभयो? म तिमीलाई निको पार्छु। प्रभुले देख्ने कुरा छ त्यो। ऊ कस्तो अवस्थामा छ, उसलाई अवस्थालाई परिवर्तन गर्नुपर्छ। चर्च अवस्थालाई परिवर्तन गर्ने हुनुपर्छ। कोही दुखाइमा छ, कोही पीडामा छ, कोही कष्टमा छ, कोही मृत्यु समयमा परिरहेको छ रोगले गर्दाखेरि।
अवस्थालाई परिवर्तन गर्ने चाहिँ चर्च हो। आमेन, आमेन। अन्धालाई दृष्टि दिनुभयो, लङ्गडा हिँडे है, कोरी शुद्ध भयो, बाइबलभरि छ। यति बेसी छ चङ्गाई, मैले नाम भनिरहनु सक्दैन, तर एउटै कुरा भन्छु, आज चर्च जुन दिन त्यो ठाउँमा रेस्टोर भएर उभिन्छ नि, प्रभुको महिमाका कुराहरू देखा पर्छ। आमेन, आमेन। अन्धाले देखोस् न, चर्च आएर मान्छे अन्धा नहोस्, चर्च आएर मान्छे अन्धा नहोस्, चर्चमा अन्धा आउनेहरू चाहिँ देख्ने होस्, स्पिरिचुअली पनि फिजिकली पनि। चर्च आएर धेरै मान्छे चाहिँ म अन्धा देख्छु, ती देखेर नबुझेको, ती देखेर फिल गर्नु नसकेको अन्धा तपाईँ हुनु हुँदैन। तपाईँ हिलिङ ल्याउने व्यक्ति बन्नुहोस्। यसो प्रभु आउनु भयो नि, प्रभुले चोटलाई निको पारिदिनु भयो, किन चाहिँ प्रभुले नि मरेको लाजरलाई निको पारिदिनु पर्यो? मलाई थाहा छ नि, मरेको लाजर नि जीवनमा आयो भने चाहिँ नि प्रभुको महिमा हुन्छ। आज यस पृथ्वीमा चाहिँ हामीले गर्नुपर्ने चाहिँ प्रभुको महिमाका कुराहरूलाई हो। आमेन। चर्च त्यही महिमामा फर्केर आउनुपर्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। 18 मिनट म अगाडि गएँ, अब तानतुन बराबर पार्दैछु। एकछिन प्रार्थना गरौँ। आज तपाईँले देख्दै हुनुहुन्छ त्यो भागमा जीवन नआएको, आज तपाईँले देख्दै हुनुहुन्छ त्यो सङ्घर्षलाई, आज तपाईँले देख्दै हुनुहुन्छ त्यो पीडा अनि कष्टलाई। प्रभुको हातमा राख्नुहोस्, एकछिन प्रार्थना गरौँ। प्रभुलाई भन्नुहोस्, प्रभु म यहाँनिर चाहिँ समस्या कहाँनिर भएको छ, प्रभुको अगाडि देखा पर्नुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभु म यहाँनिर भत्केको छु, म यहाँनिर बनिनुपर्छ, यहाँनिर तपाईँको विजय आउनुपर्छ, म उठ्छु, म उठ्छु। तपाईँ भन्नुहुन्छ नि, आज म आत्मामा के कुरा देख्दैछु नि, गुणलाई नि, गुणमा भएको नि त्यो चिङ्नाहरूलाई देखिरहेको छु, तर बिस्तारै नि प्वाकहरू पलाउँदैछ, बिस्तारै नि त्यो फेदरहरूले पुरा भर्यो। अनि पवित्र आत्मा यो कुरा भन्नुहुन्छ, त यही अवस्थामा म तँलाई राख्दिनँ, त नयाँ उचाइमा उड्ने व्यक्ति म तँलाई बनाउँछु। आज तपाईँ भन्नुहुन्छ, प्रभु म मेरो अवस्थादेखि म परिवर्तन हुन चाहन्छु। मुख खोल्नुहोस् अनि एकछिन प्रार्थना गर्नुहोस्, म तपाईँलाई समय दिन चाहन्छु। दयालु प्रभु तपाईँ महान हुनुहुन्छ, दयालु प्रभु तपाईँ शक्तिशाली हुनुहुन्छ, दयालु प्रभु तपाईँ महिमाको योग्यको प्रभु हुनुहुन्छ। तपाईँको महिमा, तपाईँको विजयको कुरा यसबाट प्रकट भएको होस्। 5वटा कुरा तपाईँले मलाई बोल भन्नुभयो, अब म प्रार्थना गर्छु, यो 5वटा कुरा बोलिसकेको छु। अब आत्माको संसारमा त्यो 5वटा आयामलाई म पक्रिन्छु अनि चर्चमाथि म बोल्दैछु। प्रभु हराएका कुराहरू फेरि पनि पुनर्स्थापनको कुरा भएको होस्, हराएका कुराहरू फेरि पनि रेस्टोर भएको होस्। पवित्र आत्माको शक्ति, पवित्र आत्माको सामर्थ, पवित्र आत्माको भरपुरी त्यो जीवन शक्तिलाई येशू ख्रीष्टको नाममा रगतमा एक-एकजनाको जीवनमा बोल्दैछ। येशू ख्रीष्टको नाममा रगतमा एक-एकजनाको जीवनमा त्यो शक्ति खोलिएको होस्। तपाईँका छोराछोरी शक्तिहीन होइन, तर तपाईँका छोराछोरी शक्तिशाली भइकन त्यो महिमामा, विजयमा सम्पूर्ण क्षेत्रलाई अधिकार गर्दै तपाईँका छोराछोरी अगाडि बढ्नेछ अनि तपाईँको महिमा हुनेछ। प्रभु म एक-एकजनाको जीवनमा म ख्रीष्टको रगत लाउँदैछु। म प्रार्थना गर्छु तपाईँको शान्तिले, म प्रार्थना गर्छु तपाईँको शक्तिले, म प्रार्थना गर्छु तपाईँको भरपुरीले, म प्रार्थना गर्छु तपाईँको निगानी कृपाले एक-एकजनाको जीवनलाई भरिदिनुहोस् अनि तपाईँको महिमा भएको होस्। येशू ख्रीष्टको नाममा आमेन। हालेलुया। हामीले मजाको कुरालाई सिकिरहेका छौँ। हामी छोटो ब्रेक लिनेछौँ। तपाईँहरूलाई म स्ट्रिक्टली 15 मिनट हाम्रो ब्रेकको टाइम छ। तपाईँले बाथरुम जाने अनि तर यता अगाडि यहाँ बसेर डिस्टर्ब नगरिदिनुहोस्, त्यहाँ मान्छेहरू आउँछ। अघि पनि बिहान मेजरले भनेको छ तपाईँहरूलाई, बाथरुम जानुहोस्, बाथरुम गइसकेपछि सिधै भित्र आएर तपाईँ प्रार्थनामा बस्नुहोस्। अझै हामीले नयाँ कुरालाई हामी सिक्न लागेका छौँ अनि हामीले त्यो कुरालाई देख्न लागेका छौँ। हाम्रो अन्धोपनलाई हामी देख्ने हुन्छौँ अनि देख्ने मात्रै होइन, हामी चकिलो गरेर देख्ने हुनेछौँ यो 2 दिनको समयभित्र। म तपाईँलाई एक्ज्याक्टली अहिले सेकेन्ड पनि फराक नहोस्, केन्सलाई यो खालको नेम ट्याग लागेको छ, टाइम फ्याट्टै फलो गर्दैन भनेर यो प्रुभ गर्ने समयभित्र पसेको छौँ। अनि सानो सानो कुरा हो, 12-22 भयो, 15 जोड्दाखेरि यहाँ कति हुन्छ
मलाई भन्दा तपाईँलाई छिटो थाहा भयो होला, तर 15 जोड्दा चाहिँ ठक्कै 37 हुन्छ। 37मा हामी फेरि भित्र पसिसकेको हुन्छौँ अनि समय डाइरेक्ट प्रेजेन्ट वर्सिपमा जान्छौँ हामी। ल बाहिर निस्किनुहोस्। टोइलेटै पो गर्छ त, टोइलेट